आदरणीय महानुभावजीहरू नमस्कार। निरेम प्रोडक्सनको निरेम टकको श्रृङ्खलामा यहाँहरू सम्पूर्णलाई हामी हार्दिक स्वागत गर्न चाहन्छौँ। आजको श्रृङ्खला अन्य श्रृङ्खला जस्तै विशेष छ, अझ भनौँ गहकिलो छ अनि गहन छ। आजको श्रृङ्खलामा जो अतिथिलाई हामीले हाम्रो स्टुडियोमा निम्ति आएका छौँ, उहाँको बहुआयामिक व्यक्तित्वको कारणले गर्दाखेरि पनि यो श्रृङ्खला आज विशेष हुन्छ भन्ने कुरामा हामी आशावादी रहेका छौँ। यो सम्पूर्ण श्रृङ्खला अवधिभर जोडिनको लागि र निरेम प्रोडक्सनको निरेम टकलाई फलो गरिदिनको लागि पनि हामी अनुरोध गर्न चाहन्छौँ। हाम्रो यो श्रृङ्खलालाई यहाँसम्म ल्याउनको लागि अल्मुल्ला एक्सचेन्जले अत्यन्तै ठुलो सहयोग गरेको छ। हामी अल्मुल्ला एक्सचेन्जलाई पनि सहयोग र सहकार्यको लागि आभार प्रकट गर्न चाहन्छौँ। तपाईँ पनि नेपालसम्म पैसा पठाउन चाहनुहुन्छ भने अल्मुल्ला एक्सचेन्ज प्रयोग गरिदिनुको लागि हामी अनुरोध पनि गर्न चाहन्छौँ। अब लागौँ हाम्रो अतिथिको परिचयतर्फ। आजको यो श्रृङ्खलामा हामीले आमन्त्रण गरेका अतिथि एक यस्ता बहुआयामिक व्यक्तित्व हुनुहुन्छ जो कुवेतमा रहनुहुने अधिकांश नेपालीहरूले चिनेको, जानेको अनि मानेको व्यक्तित्व हुनुहुन्छ। आजभन्दा करिब 2 दशक अगाडि जुङ्गाको रेखी मात्रै बसेको एउटा युवा भारत हुँदै कुवेतसम्मको यात्रा तय गर्छ। अनिश्चित गन्तव्यमा आइसकेको त्यो युवाले करिब 2 दशक पछाडि कुवेतको नेपाली समुदायमा समग्र रूपमा व्यापार, व्यवसाय र संस्थागत रूपमा एउटा साम्राज्य नै खडा गर्छ। एउटा उदाहरण बन्दछ, जसको उदाहरण पाठ्यपुस्तकमा त मात्र होइन, भोलिको दिनमा हरेक नेपालीहरू जो परदेश जान्छन् त्यो उहाँको कथा सुन्दा, उहाँको सङ्घर्ष बुझ्दा अनि उहाँले हासिल गरेको उचाइ हेर्न देख्न पाउँदाखेरि आङ्ने जिरिङ्ग हुन्छ होला। त्यो किसिमको उहाँले आफ्नो व्यक्तित्वको फैलाउनु भएको छ। उहाँ आरोह अवरोहलाई पार गर्दै यो मरुभूमिको देशमा आइसक्दाखेरि जुन किसिमले उहाँको जीवनमा अङ्कुरण भएको छ, अहिले फल दिन थालिसकेको छ उहाँको सफलताको वृक्षले। संस्थागत रूपमा नेपाल पत्रकार महासङ्घ वैदेशिक शाखा कुवेतका संस्थापक अध्यक्ष, सम्पूर्ण नेपालीहरूको छाता सङ्गठन एनआरएनए एनसिसी कुवेतका संस्थापक सचिव हुँदै, अध्यक्ष हुँदै विभिन्न पदमा पूर्ण जिम्मेवारी हासिल गर्दै अहिले भर्खरै काठमाडौँमा सम्पन्न भएको गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समितिको गौरवमय सम्मेलनबाट उहाँ सचिवको रूपमा सर्वसम्मत रूपमा चयन पनि भइसक्नु भएको छ। अहिले उहाँ ग्लोबल लिडरको रूपमा कुवेतले पहिलोपटक प्रस्तुत गरेको व्यक्तित्व पनि हुनुहुन्छ। कुवेतमा व्यवसायको हिसाबमा चौतारी ग्रुप, जो कोहीले जान्नुभएको, मान्नुभएको अनि सुन्नुभएको चौतारी ग्रुपका संस्थापक प्रमोटर पनि हुनुहुन्छ। दर्जनौँ व्यवसायहरू उहाँ कुवेतमा सञ्चालन गरिराख्नु भएको छ। त्यति मात्रै होइन, हाल उहाँ कामको सिलसिलामा कुवेतको मिनिस्ट्री अफ सिभिल सर्भिस अन्तर्गत प्रधानमन्त्रीको कार्यालयमा आइटी प्रोफेसनलको रूपमा उहाँ कार्यरत रहनुभएको छ। पाल्पा पुर्ख्यौली घर अनि बुटवलमा हाल बसोबास गर्नुहुने श्रीमती, 1 छोरा अनि 1 छोरीका ममतामयी परिवारलाई नेतृत्व गर्नुहुने अभिभावक, बुवा र हामी सबैले गर्वको साथ लिने नाम, उदाहरणीय व्यक्तित्व। परिचयमा मैले भनेका यी श्रृङ्खलाहरू अत्यन्तै कम हुन्, उहाँका दर्जनौँ परिचयहरू छन्। हामी मेरो आफ्ना कुरा धेरै भन्नुभन्दा पनि आज हामी उहाँलाई सुन्न चाहन्छौँ, साक्षात्कार गर्न चाहन्छौँ। स्टुडियोमा निम्ताइसकेका छौँ। स्वागत गर्न चाहन्छु आदरणीय व्यक्तित्व, समाजसेवी, बहुआयामिक व्यक्तित्व सुजन केसीज्यूलाई। यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद सर। धन्यवाद सम्पूर्ण तपाईँहरूको निरम टिम र हजुरलाई। मैले परिचयको क्रममा जति विषयवस्तुहरू राखेँ सुजन सर, मलाई थाहा छ, मैले जानेको छु सुजन सरका योभन्दा बढी बहुआयामिक व्यक्तित्व छ। तपाईँले जुन सङ्घर्ष गर्नुभयो नेपालबाट एउटा ठिटो यहाँ आएर, कम्तीमा पनि अब 2.5 दशक हुन लागिसक्यो, त्यो अवधिमा यो मरुभूमिको युद्ध देख्नुभयो, कोभिड-19 देख्नुभयो, तपाईँले विभिन्न किसिमका सङ्घर्ष देख्नुभयो, नेपालमा पनि विभिन्न किसिमका आरोह अवरोह देख्नुभयो, परिवारमा पनि विभिन्न कुरा भोग्नुभयो होला। अहिले जुन ठाउँमा तपाईँलाई पुग्नुभएको छ त्यो ठाउँ धेरैजनाको लागि चाहिँ एउटा ड्रिम प्लेस हो, तपाईँले एक्वायर गरिराख्नु भएको प्लेस होइन। तपाईँले आफूलाई चाहिँ फर्केर हेर्दाखेरि सुजन केसी आजभन्दा 21 वर्ष अगाडिको सुजन केसी र अहिलेको सुजन केसीमा के फरक पाए जस्तो लाग्छ? के परिचय स्थापित गरे जस्तो लाग्छ तपाईँलाई? धन्यवाद।
खासमा भन्नुपर्दाखेरि मैले एउटा कुरा सधैँ भन्ने गर्छु, मान्छेको जीवनमा सबैभन्दा बढी आफैमा लगानी गर्नुभयो भने त्यसको प्रतिफल ढिलो चाँडो राम्रो आउँछ र यो कहिले न त लसमा जान्छ न त गुमाउनु पर्छ भन्ने सिद्धान्तलाई मैले अँगालेको थिएँ। केही मेरा त्यस्ता यहाँ कुवेत आउँदाखेरि गुरुहरू, एउटा पढे लेखेको मान्छेहरू, विद्वानहरूको एउटा नजिक बस्ने छत्रछायामा बस्ने मैले मौका पाएर त्यहाँबाट मैले त्यो बुझेको थिएँ। सायद त्यो धेरै हामीले चाहिँ अवलम्बन गरियो भने त्यसले चाहिँ जीवन अलिकति सहज हुन्छ जस्तो मलाई लाग्छ। मैले भन्न खोजेको तपाईँले हामीहरूको के छ भने अलिकति केही आर्जनहरू गरिसकेपछि घर जग्गाहरू लाइन गर्ने, सम्पत्ति आर्जन गर्नेतिर हामी पहिलो लाग्छौँ। तर त्योभन्दा आफैमा लगानी गर्ने भनेको आफ्नो शिक्षामा, विभिन्नको सिपहरूमा, त्यस्तो कुराहरूमा स्टडीमा लगानी गर्न सक्यो भने, किन भन्दा हामी सबैको बाबुआमाले प्रशस्त रूपमा लगानी गरेर देश विदेश लगेर राम्रो ठाउँमा लगेर पढाउने अथवा शिक्षा गर्न सक्ने छैनौँ। हामी यहीँको कुरा गर्दा पनि कतिपय हामीहरू अध्यक्ष छौँ, त्यति पढे लेखेको छैनौँ। त्यो कुरामा हामीहरूले केही चिज जब आफू सक्षम भइसकेपछि, केही कमाइसकेपछि त्यो आफूमा लगानी पहिलो गरियो भने त्यसले जीवनलाई अलिकति राम्रो ठाउँमा पुर्याउँछ जस्तो मैले अनुभव गरेको छु। भनेपछि तपाईँले यो विगत 2.5 दशकमा तपाईँले आफूलाई जुन लगानी गर्नुभयो त्यसको प्रतिफल चाहिँ अहिले समुदायलाई दिन सक्षम हुनुभएछ। मलाई कस्तो लाग्छ भने मान्छे पहिला सबैभन्दा पहिला समुदायमालाई दिनु अथवा अरू केही गर्नुभन्दा पहिला त आफू सक्षम हुनु पर्यो। अब आफू सक्षम हुनको लागि, अलिकति सफल हुनको लागि भन्छ नि, देयर इज नो सर्टकट। तपाईँले केही पनि कमाउनु पर्छ भने त्यो सबभन्दा पहिले कमाइ गरेर आफूमै लगानी गर्नुभयो भने त्यसको प्रतिफल चाहिँ धेरै राम्रो आउँछ भन्ने मैले कुरा चाहिँ भन्न चाहेको। तपाईँ चाहे स्टडी गर्नुहोस् अथवा चाहिँ केही कोर्सहरू गर्नुहोस्, अरू केही भएन भने सानो केही टेक्निकल कामहरू सिक्नुहोस्। जब तपाईँ चाहिँ 20, 21, 22, 25 वर्षको हुनुहुन्छ, तपाईँ विभिन्न बाध्यताले गर्दा चाहिँ अब वैदेशिक रोजगारमा आउनुभयो भने तपाईँले चाहिँ यहीँ आइसकेपछि पनि एउटा सानो केही कोर्स पनि गर्नु। मानौँ हामी एउटा लेबर काम गर्नुभन्दा एउटा इलेक्ट्रिसियनमा पैको काम गरेर अलिकति 2-4 महिना समय निकालेर सिक्नुभयो र तपाईँले आफूलाई चाहिँ सक्षम बनाउनु भयो भने त्यो नै तपाईँको सबैभन्दा जीवनको सुन्दर पक्ष हुन्छ जस्तो लाग्छ। तपाईँ यहाँ आउँदै गर्दाखेरि भारतको बाटोबाट यहाँ आएँ भन्नुभयो होइन, आउँदै गर्दाखेरि सुरुवातका दिनहरूको सङ्घर्षलाई स्मरण गर्दाखेरि कसरी स्मरण गर्नुहुन्छ? त्यो ब्याक टु द्याट म तपाईँ लान चाहन्छु थोरै। यस सर, म जस्ट 16 वर्षकै थिएँ होला म कुवेतमा आउँदाखेरि। सायद अब यो भन्दा अन्डर 20 नै थिएँ म यहाँ पुग्दाखेरिमा। म चाहिँ एसएलसी दिइसकेपछि, ठ्याक्कै त्यो एसएलसी दिएपछि नेपालमा त्यो 2-4 महिनाको समय हुन्छ। त्यो समयमा एसएलसी पाल्पाबाटै दिनुभयो? हजुर, मैले एसएलसीको एक्जाम दिएँ। रिजल्ट निक्लनुभन्दा पहिला अब हाम्रोतिरको मान्छेहरू त्यतिखेर नातापाता पारिवारिक मान्छेहरू अब सबैजनाहरू इन्डियातिर हुने। त्यो समयमा इन्डिया गएको, अब भाग्यले इन्डियाबाट त्यो एसएलसी पास भइसकेको रिजल्ट आयो, फर्काएन। तर त्यस्तो युगमा म दिल्ली पुगेँ। दिल्लीबाट मध्य प्रदेश हुँदै फेरि त्यसको 2-3 महिनाभित्रमै फेरि बम्बई आएँ। बम्बई आइसकेपछि त्यस्तै एउटा बम्बईको एउटा सबैभन्दा एउटा चाहिँ विश्वकै वान अफ द चर्चित ठाउँ छ, त्यो बम्बईको हाट छ होइन। त्यो एरियामै घुम्दै फिर्दै गर्दा कुवेतबाट जानुभएको यहाँको राज परिवारको मान्छेहरूसँग यस्तो भेटघाट गर्ने, घुलमिल गर्ने मौका मिल्यो। त्यसपछि उहाँहरूले त्यस्तै हिँड भन्नुभयो। अब हिँड भन्दाखेरि पहिला त विश्वास लागेको थिएन, सबै कुरा जुर्यो र कुवेत आइपुग्यो। त्यसपछि अलिकति यहाँ आइसकेपछि मलाई चाहिँ लगभग यहाँ आएको 6 महिना पनि 6-7 महिनादेखि 8 महिनामा मलाई अलिकति होइन, म यहाँ यसरी आएर बरालिनुहुन्न, किन भन्दा पढ्नुपर्छ भन्ने कहीँ न कहीँबाट मलाई चाहिँ लाग्यो। त्यसपछि म ब्याक टु नेपाल हुने तयारी गरेको थिएँ। त्यो ब्याक टु नेपाल हुने बेलामा फेरि भनौँ न कहीँबाट अब एउटा चाहिँ जन्मदाखेरि लिएर आएको अथवा भाग्यमा लिएर आएको कुरा कहीँ न कहीँबाट जुर्छ भने जस्तै यहाँको रोयल फ्यामिलीहरूले मलाई यहाँ चाहिँ पढाइको अफर गर्नुभयो। अनि त्यसपछि अलिकति सहज थिएन, पढाइको बेलामा सङ्घर्ष गर्नु पर्थ्यो। साँच्चै भन्नुपर्दा म एउटा नेपाली मिडियममा पाल्पाको अब ठाउँमा पढेको, 4 कक्षामा गएर ABCD पढेको मान्छेलाई यहाँ आएर 11 क्लास इङ्ग्लिस मिडियममा जोइन गर्न इजी थिएन।
त्यसपछि अब केही न केही जसले मलाई लगानी गरिराखेको हुन्थ्यो उनीहरूको लागि पनि मैले केही किसिमको सपोर्ट पक्कै पनि गर्नु पर्थ्यो। अब त्यो सपोर्ट गरेर काम गरेर भनौँ होइन, फेरि गएर पढाइ गर्नु चाहिँ अलिकति गाह्रो नै थियो। केही वर्षपछि जब मैले 1-2 वर्ष भइसकेर मैले 11-12 पछि जब मैले यहाँको युनिभर्सिटी जोइन गरेँ त्यतिखेर म काम पनि जोइन गरिसकेको थिएँ, किन भन्दा मलाई त्यहाँ राम्रो पैसाको आवश्यक गर्थ्यो। मलाई केही सपोर्ट थियो तर सपोर्ट भए पनि फेरि त्यो पनि इनफ थिएन। भन्दा अब तपाईँसित ठ्याक्कै भन्नुपर्दा 8-10 घन्टा ड्युटी गरेर 1-1.5 घन्टाको बसमा हिँडेर म 6 वर्षसम्म त्यो सङ्घर्ष गरेँ। र मैले तपाईँलाई एउटा कुरा अझै आज म खोल्न चाहेँ तपाईँसित, म 8 वर्षको अवधिमा कुवेत आएको 8 वर्षमा म एकपटक मात्रै नेपाल गएको थिएँ। मेरो आमा हुनुहुन्छ अहिले पनि, दिनदिनै फोन गरेर, त्यति फोन गर्ने पनि त्यति अब महँगो थियो, मोबाइलहरूको समस्या थिएन नेपालमै पनि। अब यहाँबाट फोन गर्दाखेरि चाहिँ घरमा फोनहरू थिएनन्, त्यो अवस्थामा छिटो आइज भनेर रोइरहनुहुन्थ्यो। म चाहिँ त्यो 8 वर्षमा एकपटक मात्रै गएँ। किन गएँ भन्दाखेरि म नेपाल जाँदाखेरि सबै कुरा पैसा खर्च हुन्थ्यो, पैसा खर्च भइसकेपछि म यहाँ पढाइ गर्न सक्थेन र म चाहिँ यो पढाइ पुरा गरिसकेपछि मात्रै म नेपाल जान्छु भन्ने एउटा भित्रबाट अठोट राखेको थिएँ। त्यो हिसाबले तिनी सङ्घर्षका दिनहरू अत्यन्तै सङ्घर्षमूलक थिए, किन भन्दा बसमा हिँड्नु पर्थ्यो, जानु पर्थ्यो, फेरि चाहिँ अब रातभरि चाहिँ अब पढाइ पनि बहुत टफ हुन्थ्यो। म तपाईँलाई यो पढाइको बारेमा सेयर गरेँ, 11 क्लास पढ्दाखेरि त्यो इङ्ग्लिस मिडियममा लेख्न आउँथेन, म त्यो ठेलीहरू मैले पुरै घोक्थेँ कि रातभरि लेखेर घोकेर मात्रै लेख्न सकिन्थ्यो, किन भन्दा अरू केही उपाय लगाउनु पर्थ्यो, कि त पढ्न जानु छोड्नु पर्थ्यो, कि त घोक्नु सक्नु पर्थ्यो। मैले त्यो इङ्ग्लिसको ठेली बुकहरू मैले घोक्थेँ। अनि त्यसपछि मेरो माइन्डमा खै यस्तो ठाउँमा आएर यसरी पढ्छु भन्दाखेरि अब 2002मा कम्प्युटर साइन्स पढ्छु भनेर नेपालमा गाउँमा कम्प्युटर नदेखेको मान्छेले मैले 11 क्लासमा चाहिँ कम्प्युटर साइन्स पढाएँ। C++ भन्ने हुन्थ्यो होइन, अनि त्यतिखेर हजुर C++ भन्ने चाहिँ 11-12 को चाहिँ कोर्स हुन्थ्यो। त्यतिखेर चाहिँ त्यो अब कम्प्युटर साइन्सको अहिलेको अब आइटीको बेस मानिन्थ्यो। मैले त्यो सब्जेक्ट चुज गरेर मैले पढ्न सुरु गरेँ। कहाँ पढ्नुभयो? मैले चाहिँ यो इन्डियन स्कुलबाट चाहिँ मैले प्रिस्क्रिप्सन आल्मियाबाट 11-12 पढेँ, त्यसपछि मणिपाल युनिभर्सिटीबाट मैले आइटी र जर्नलिज्म पढेँ सर। ओके, भनिसकेपछि नर्मल्ली नेपालमा के सोच छ भने विशेष गरी खाडी मुलुक कुवेत यहाँ आउने भनेको नेपालीहरू चाहिँ बेल्चै हान्न आउने भन्ने एउटा कन्सेप्ट अहिले पनि ब्याक टु कन्ट्री छ। हुन त पछिल्लो समयमा केही सुधारिएको छ, हामीलाई थाहा छ त्यो विषय। त्यो समयमा त बेल्चै हान्न जाने भन्ने थियो नि त। त्यो समयमा तपाईँ यहाँ आएर पढेर एउटा ग्रेजुएट हुन खोज्ने जुन तपाईँको इच्छा शक्तिले आज तपाईँलाई यहाँसम्म पुर्याएको छ, सबै नेपालीहरूलाई यो सम्भव होला त? सर अब यति सबै कुरा त सम्भव सायद नहोला, तर भन्छ नि जहाँ इच्छा त्यहाँ उपाय, असम्भव भन्ने कुरा त छैन। तर यति धेरै नभए पनि केही चाहिँ गर्न सकिन्छ। तपाईँ चाहिँ मैले तपाईँलाई जोड्न चाहेँ, मैले युनिभर्सिटी मात्रै नपढेर मैले त्यो जमानामा अब 2005मा एउटा डिप्लोमाको मैले कोर्स गरेको थिएँ त्यो वेब डिजाइनिङमा, ग्राफिक एन्ड वेब डिजाइनिङमा। त्यतिखेर त्यसको अत्यन्तै ठुलो स्कोप थियो कुवेतमा। लगभग मैले 2 वर्षको त्यो डिप्लोमा कोर्स गरेका थिएँ, किन भन्दा त्यो चाहिँ गर्न त सकिन्छ नि। मैले यहाँको कुवेत सिटीमा एउटा हाई इन्स्टिट्युट भन्ने थियो, यो अन्डर द बुर्मन कलेज युकेकोबाट मैले त्यसमा चाहिँ वेब डेभलपिङ र यो चाहिँ ग्राफिक एन्ड वेब डिजाइनको त्यो मैले 2 वर्षको कोर्स गरेका थिएँ। मैले अर्को चाहिँ यो कम्प्युटर प्रोग्रामिङको अर्को चाहिँ 1 वर्षको मैले त्यो कोर्स गरेका थिएँ। त्यो युनिभर्सिटी गएर पढ्नै सम्भव नभए पनि अब आफ्नो ड्युटी गरेर बचेको समयमा गएर तपाईँले दिनको 2 घन्टा मात्रै पनि दिन सक्नुभयो। केही पैसाहरू आफूले कमाएको 1-1.5 वर्ष चाहिँ घर परिवारलाई चाहिँ मैले चाहिँ अलिकति आफूमा लगानी गर्छु भन्ने मैले जुन ओड गरेका थिएँ, मैले 2 वर्ष चाहिँ घरमा पैसा पठाउँदैन, म 10 घन्टा 12 घन्टा ड्युटी गरेर पनि मैले 2 घन्टाको केही कोर्स गर्छु भनेर तपाईँ आफ्नो भित्रबाट ठान्नुभयो भने कुवेतमा पोसिबल छ। त्यति एकदमै एक्सपेन्सिभ छैन। यहाँ चाहिँ डे नाइटकोमा गएर त्यस्ता इन्स्टिट्युटहरूमा गएर ट्रेनिङ कोर्सहरू गर्ने यहाँ चाहिँ सबै कुराहरू छन् होइन। त्यसले गर्दाखेरि तपाईँ भित्रबाट बनाउनु भयो भने सम्भव छ। मान्छे एउटा मान्छे बनिनको लागि खाडीमा आएर बेल्चे हान्नुपर्ने अथवा अरू काम गर्नुपर्ने होइन, पढ्नेको लागि अवसर प्रशस्त छ भन्ने उदाहरण तपाईँ आफै पनि एउटा एकदम छ सर। अर्को विषयवस्तु जस्तै तपाईँ त्यतिखेर आउँदाखेरिको नेपाली समुदायको अवस्था यहाँ कुवेतमा
र अहिलेकोमा कति धेरै फरक पाउनुहुन्छ विभिन्न आयामहरूमा सामाजिक सांस्कृतिक आर्थिक हैसियतहरू कस्तो फरक पाउनुहुन्छ म कुवेत भनेको हेर्नुहोस् जस्तै अहिले वारकै विषयमा छ म कुवेतमा भर्खर इन्ट्री हुँदाखेरि सेकेन्ड गल्फ वार भनेर अमेरिका र इराकको लडाइँ भइरहेको थियो अनि त्यतिखेरको नेपाली अब म पनि कस्तो भन्दा अहिले पनि त्यही छौँ त्यो इराकले अहिलेको भन्दा धेरै डरलाग्दो किसिमको लडाइँ थियो मान्छेहरू सबै भित्र जमिन मुनि गएर अथवा अन्डरग्राउन्डको उसमा बङ्करमा बस्ने लुक्ने बाहिर ननिक्लने थियो अहिलेको जस्तो खुल्ला थिएन त्यतिखेर अरू चाहिँ साइरन बजेपछि बाहिर जाँदा हामी नेपालीहरू छततिर गइन्थ्यो कता पड्को भनेर माथितिर हेर्नलाई अनि त्यतिखेर चाहिँ खासै नेपालीहरू धेरै हुनुहुन्थेन केही व्यक्तिहरू राम्रो ठाउँमा अलिकति भए पनि कस्तो भन्दाखेरि अब मैले त्यतिखेरको अनुभव गरेको 2002मा म यहाँ आउँदाखेरि जति यहाँ बाहिर चर्ती भएका चिनजानका धेरै व्यक्तिहरू चाहिँ इन्डियन नेपालीहरू इन्डियन पासपोर्टमा इन्डियातिरबाट आउनुभएको त्यस्तो मान्छेहरू अलिकति सफल पनि अलिकति केही ठाउँमा पनि हुनुहुन्थ्यो र केही मान्छेहरू चाहिँ नेपालबाट आएको त्यसै 10-12 हजारको हाराहारीमा नेपालीहरू हुनुहुन्थ्यो अनि कुवेत सिटीमा एउटा त्यो जमानामा नेपालमा फोन गर्न हेर्नुहोस् म कुवेतमा आउँदाखेरि नेपालीहरूको सेलेरी भनेको 30 देखि 35 केडी एउटा चाहिँ त्यो उसको कार्ड पाउँथ्यो होइन यो टेलिफोनमा गएर बुथहरूमा गएर घुमाएर फोन गर्ने 5 केडीको कार्ड त्यो 5 केडी कहिलेकाहीँ चाहिँ फोन डायल गर्दा र मान्छे बोलाइदिनुहोस् भन्दै सिद्धिने त्यो 5 केडी खर्च गरेर 2 मिनट 3 मिनट पनि कुरा नहुने यस्तो स्थितिमा निकै नेपालीहरूले चाहिँ चिठी पत्रहरू चाहिँ नेपालमा पठाउने नेपालबाट आउने त्यो चलन बढी थियो त्यो जमानामा भने कुवेतमा पोस्ट अफिसको अगाडि सबै कुवेतमा भएको नेपाली जति फ्राइडेको दिन चाहिँ त्यो पोस्ट अफिसको अगाडि फ्राइडेमा गइसकेपछि एकपटक कुवेतमा भएको नेपाली त्यहाँ चाहिँ फ्राइडेको दिनमा त्यहाँ गएर हाजिर लाउने भने जस्तै चाहिँ जम्मा हुने परिपाटी थियो सीमित सङ्ख्या थियो सबैजना भेट्नुहुन्थ्यो त्यो अवस्थादेखि अहिले त निकै नेपालीहरूको 2 लाख हाराहारीमा धन्नै भनौँ न 2 लाखको हाराहारीमा नेपालीहरू पुगिसकेका छौँ राम्रो क्षेत्रमा छन् नेपालीहरूका सङ्घ संस्थाहरू छन् आज मिडियाहरू छन् नेपाली दूतावास छ भन्दाखेरि यहाँको समयसँगै यो 20-25 इयर्स भनौँ न धन्नै 25 इयर्समा धेरै कुरा समयले कोल्टे फेरिसकेको छ र आज त धेरै रमाइलो छ सहज छ सबै कुरा यही छ यो अहिलेको अब इन्टरनेट डेभलप भयो सबैको हातमा मोबाइल भयो हामी आउँदाखेरि इन्टरनेट चाहिँ अब विश्वमा आइसके पनि तपाईँ हामी जस्तो मान्छेहरूको हातमा पुगिसकेको थिएन त्यसले गर्दा आज चाहिँ विश्व चाहिँ एउटा सानो ग्लोबलाइजेसन भएर एउटा गाउँ जस्तै भनिसक्यो भनौँ न त्यसले गर्दाखेरि त्यतिखेरको परिवेश र आजको परिवेश धेरै फरक छ मैले अझै एउटा कुराहरू तपाईँको माध्यम सेयर गर्न पाएँ मैले पहिलोपटक कुवेत आएर पैसा पठाउँदाखेरि 3 महिनामा नेपाल पुगेको थियो कस्तो मनी अर्डर गर्नुपर्ने कि त्यो कस्तो भन्दाखेरि यहाँको अब यस्तै कम्पनी यो ब्याङ्किङ क्षेत्रमा गएर ड्राफ्ट बनाउनु पर्थ्यो त्यो ड्राफ्टलाई चाहिँ नेपालमा पहिला चाहिँ त अब खाता खोल्नु पर्यो आफ्नो आफन्तजनको कसको नाममा नेपालको गएर खाता खोलिसकेपछि त्यो खाता नम्बरमा यहाँबाट ड्राफ्ट बनाउने त्यो ड्राफ्ट बनाइसकेपछि त्यसलाई चाहिँ रजिस्ट्री चिठी भन्ने हुन्थ्यो त्यो पत्रमा हालेर ड्राफ्ट पठाउनु पर्यो उहाँबाट नेपालमा परिवारले पाइसकेपछि त्यसलाई लगेर ब्याङ्कमा लगेर जम्मा गर्नु पर्यो जम्मा गरेको 1-1.5 महिनामा क्लियरेन्स भएपछि अब परिवारको हातमा पुग्दाखेरि 3 महिना लाग्थ्यो सर 3 महिना लाग्थ्यो है एकदम त्यसको भेल्यु पनि अलग थियो अहिले त तपाईँलाई 3 सेकेन्ड पनि लाग्दैन त्यो जमानाको कुरा गर्दैछु जब म कुवेत आएको थिएँ पैसा पठाउन धन्नै 3 महिना मैले अनुभव गरेँ पनि ल 2 महिनाभन्दा पहिला पुग्ने भन्ने त परिवारको हातमा पुग्ने भन्ने कुरो सम्भवै थिएन भने अब त्यस्तो ठाउँबाट आज चाहिँ धेरै अगाडि आइसक्यो जस्तो लाग्छ मलाई भनेपछि नेपाली समुदायको 10औं हजारको सङ्ख्यामा हुँदाखेरि तपाईँको यहाँ उपस्थिति रहँदा अहिले लाखौँको सङ्ख्यामा रहँदाखेरि तपाईँ यहाँ काम गर्दै गर्दाखेरि समाजमा रहँदै गर्दाखेरि जुन फरकपन पाउनु त तपाईँले हामीले नेपालीले महसुस गऱ्यौँ तर नेपालीलाई हेर्ने अन्य समुदाय विशेष गरी कुवेती समुदाय तपाईँ नजिक पनि हुनुहुन्छ होइन हाउ दे जजस उनीहरूले हामीले कसरी मूल्याङ्कन गर्छ नेपालीलाई बी पोजिटिभ होइन किन भन्दा हामी म आउँदाखेरि 10,000को सङ्ख्या थियो भने आज धन्नै 2 लाख छौँ भने पक्कै पनि यहाँका रोजगारदाताहरूले यहाँका मान्छेहरूले हामीलाई मन पराएर माया गरेर नि हामीलाई यो अवसर दिनुभएको भन्ने कुरामा म यसरी लिन चाहन्छु त्यो समयमा अब हाम्रो वैदेशिक रोजगारमा आउने पनि त्यति पहिला प्रागिलो सिस्टम थिएन 2050 सालतिरकोदेखि 50 देखि 60मा
त्योभन्दा पहिला झन् पासपोर्ट ल्याउनै पनि गाह्रो थियो भन्ने कुराहरू सुनिन्छ। अब हामी आउने बेलामा पनि नेपालमा त्यति वैदेशिक रोजगारमा जाने भन्ने पनि अवसर यी खाडी मुलुकमै आउनको लागि पनि भाग्यमा जुर्नुपर्छ भन्ने थियो, त्यो भएर पनि होला होइन। तर मैले समग्रमा भन्दा नेपालीहरू साफसफाइदेखि लिएर अब ट्यालेन्ट पनि नेपालीहरू छन्, इमान्दारीमा पनि हाम्रो त्यस्तो केही शङ्का छैन। त्यसले गर्दा तपाईँ एउटा हाम्रो चाहिँ फिगरले नै यहाँको मान्छेहरूले पक्कै पनि हुन्छन् सिक्काका दुईटा पाटा जस्तै हामीहरू पनि सबै कुरामा सबै परिपक्का छैनौँ, सबै कुरा हामीमा पनि पर्फेक्ट छैनौँ। अब कमी कमजोरीहरू त छन्, हामीमा नभएका पनि होइनन्। अब केही कुराहरू हाम्रो कल्चर र यहाँको कल्चरमा धेरै कुराहरू भिन्नता भएको हुनाले पनि केही कुराहरूमा हामी राइट हुँदै पनि यहाँ हाम्रो चाहिँ यसले चाहिँ हामीलाई नेगेटिभ असर पारिरहेको हुन्छ। जस्तै तपाईँलाई फर इक्जाम्पल हामी समुद्रमा गएर नुहाउनु धुवाउनु पिकनिक जानु भनेको हाम्रो लागि नर्मल हो, सामान्य हो। तर यहाँको अब जुन देशमा रहियो त्यो देशमा अब कानुनलाई सम्मान गर्दै गर्दा कतिपय कुराहरू त्यो जानी नजानीमा पनि हामीबाट गल्ती भइरहेका हुन्छन्, क्राइम भइरहेका हुन्छन्। तर हाम्रो कल्चर हाम्रो उसमा हेर्दाखेरि त नेपालबाट आउने एउटा यङ भर्खर आइरहेको 22-25 वर्षको युवतीलाई त्यो कुवेत आउँदा त केही पनि होइन, सिम्पल हो। दे डोन्ट फिल दे आर डुइङ द समथिङ रङ। उनीहरूले त्यस्तो क्राइम गरेको भन्ने पनि थाहा हुने। त्यही भएर कतिपय कुराहरू जुन हाम्रो कल्चरदेखि ठ्याक्कै म्याच नभएको हुनाले पनि अलिकति त्यो फरक देखिए पनि समग्र रूपमा यहाँ नेपालीहरूलाई रुचाइएको छ, राम्रो मानिएको छ। यहाँको सरकारले पनि नेपालीहरूलाई हेर्ने दृष्टिकोण, मैले चाहिँ जति पनि अब यहाँको समुदायको मान्छेहरूसित काम गर्छु मन्त्रालयभित्रै मैले काम गर्दा पनि देख्दाखेरि नेपालीहरूको राम्रो छ, राम्रो रुचाइएको छ र राम्रो नेपालीहरूले प्रगति पनि गर्नुभएको छ। र भविष्यका दिनहरूमा अब केही दक्ष कामदारहरू आउनुभयो भने, क्वालिफाइड मान्छेहरू आउनुभयो भने माथिल्लो तहमा पनि यहाँको यो देशमा नेपालीहरूले नेपाली श्रमिकहरूको लागि एउटा आकर्षक गन्तव्य कुवेत हो। एकदमै सर, मैले के भन्छु भने यहाँ चाहिँ कस्तो अपर्च्युनिटी छ भने तपाईँ एउटा चाहिँ सामान्य लेबरमा आएको मान्छे मल्टिनेसनल कम्पनीहरूको जनरल म्यानेजर हुनुभएको हामीसित चलन्त उदाहरणहरू छन् भनेपछि यो देशमा अपर्च्युनिटी छ। तपाईँ कतिको खट्नुहुन्छ, लाग्नुहुन्छ, स्किल देखाउनु त्यसमा भर पर्छ। सर देयर इज नो सर्टकट होइन। तपाईँले चाहिँ किन केही पाउनु छ भने तपाईँले काम गर्नुपर्छ, पसिना बगाउनुपर्छ र सक्सेसलाई तपाईँले चाहिँ छुनुपर्छ। त सक्सेस त कहीँ पनि छैन नि सर, त्यसै त छ र छैन। तपाईँ प्रेजेन्टेबल हुनु भएन भने त्यो सम्भावना नै छैन। तपाईँले जो मान्छे चाहिँ क्रिएटिभ काम गर्न चाहनुहुन्छ, आफूले के गर्न चाहन्छ, तपाईँ जस्ट एक्जाम्पल भनौँ न, एउटा 60 दिन 100 दिनहरूमा आएको 2 वर्ष 3 वर्ष आएको मान्छे कतिपय केही नगर्ने त त्यो 60-100 भएर 2 वर्ष काम गरेर 3 वर्ष काम गरेर फर्कनु भएको छ नि। तर जसमा चाहिँ मैले केही गर्छु भन्ने क्षमता छ, योग्यता छ, त्यो मान्छेलाई भन्छ नि हुटुटिसक्यो मैले आई वान्ट टु बी समथिङ भन्ने छ नि, द्याट काइन्ड अफ पर्सनको लागि त यहाँ पनि हेर्नुहोस् न 100 केडीमा आएको मान्छे 3 वर्षपछि 250-300मा पुगिन्छ भने त्यो त एउटा अपर्च्युनिटी होइन र। अब त्यो अपर्च्युनिटी चाहिँ कसले ग्र्याब गर्छ भन्ने कुरो त्यो चाहिँ मोस्ट इम्पोर्टेन्ट हो क्या, हेर्नुहोस्। एक्ज्याक्टली। अब त्यस्तै अपर्च्युनिटी ग्र्याब गर्नलाई तपाईँले जुन किसिमको सङ्घर्ष गर्दै अब आउनुभयो, एउटा रोयल फ्यामिलीसँग तपाईँको सङ्गत भयो, पढ्नुभयो, धेरैजनाले तपाईँको यो कुरा थाहा पनि थिएन होला होइन। नयाँ जेनेरेसनलाई अझै भनौँ तपाईँलाई चिन्दै जाने भर्खर चिन्ने मान्छेहरूलाई कि विदेशमा आएर पढेर ग्रेजुएसन गरेर अनि आफ्नो कामलाई अगाडि बढाउने नेपाली तपाईँ पर्नुहुन्छ। यो गर्दै आउँदाखेरि तपाईँको एउटा व्यावसायिक यात्रा चाहिँ व्यवसायबाट सुरुवात भयो या संस्थागत यात्राबाट तपाईँ समुदायमा अझै धेरै अगाडि बढ्नुभयो? म यसरी जान चाहेँ सर है। जस्तै मैले पनि मलाई भन्नुपर्दा म कुवेतमा आएर सायद त्यो जमानामा मैले तपाईँलाई म 2005-06 यहाँ भेट्ने साथीहरूले म चाहिँ एउटा चिल्लो गाडी, हातमा ल्यापटप, मोबाइल चिल्लो भएर म हिँड्थेँ। म त्यतिखेर सायद चाहेको भए 1-1.5 लाख रुपियाँ चाहिँ पठाउनु त्यो बेलामा पनि कमाउँथेँ। तर मैले त्यो बेलाको सर्टेन पैसालाई हेरेको भए त्यसको 2-3 वर्षपछि म नेपालतिर हुन्थेँ, अरू कोही हुन्थ्यो। तर मैले त्यो टाइमलाई मैले पढाइमा लगानी गरेर म पढेँ। त्यसले गर्दा नै म चाहिँ मन्त्रालयमा जागिर पाएको त मैले कसैको आशीर्वादले मात्रै त सम्भव थिएन, म आफैलाई क्वालिफाई गर्नु पर्थ्यो। म त्यो वर्षमा जब म मन्त्रालयमा फर्स्ट टाइम जोइन गर्दाखेरि म एउटा डिप्लोमाको सर्टिफिकेट मैले +2+ मैले चाहिँ अब यो टेक्नोलोजी क्षेत्रमा टेक्निकल लाइनमा मैले 2 वर्षको डिप्लोमा गरिसकेका थिएँ। म त्यो डिप्लोमा गरेर म चाहिँ वेब डेभलपर भइसकेको थिएँ। म त्यो हिसाबले म त्यो आइटी क्षेत्रमा प्रवेश गरेँ। यदि मसँग त्यो कुवेत आएको 5-6 वर्षमा
मैले आफैले त्यो काबिल गर्थेन अथवा त्यो सक्षम बनाउने थिएन, म चाहिँ त्यो सर्टिफिकेट होल्डर हुन्थेन भने त मैले त्यहाँ गएर जागिर पाउने भन्ने त सम्भावना थिएन नि सर। ल मलाई कसैले आशीर्वादले जागिर पनि दिनुहुन्थ्यो भने त कोही अफिस बोय, कोही मलाई ड्राइभर होइन, अब के एउटा अफिस एसिस्टेन्ट हुन्थ्यो होला, म त्यो प्रोफेसनमा जान पाउँथेन। मैले त्यसलाई आफ्नो स्टडीलाई कन्टिन्युज गरेँ म ग्रेजुएसनमै, र म एउटा चाहिँ सिभिल सर्भिस अन्तर्गतको एउटा स्थायी कर्मचारीको रूपमा नियुक्ति पाएर आज विदेशको कुनै मन्त्रालयमा मैले 20 वर्ष सर्भिस गर्ने मौका पाएँ भने नि यो मौका कसैले आशीर्वादले मात्रै हुन्थेन क्या सर। मैले त्यही भन्न खोजेको, यदि विदेशमा आएर केही गर्न चाहने साथीहरूले तपाईँ सबभन्दा पहिला हेर्नुहोस्, विदेश जानुभन्दा पहिला त स्टडी पुरा गर्नुहोस्। स्टडी केही कारणले गर्दा तपाईँले चाहिँ छुटाउनु भयो भने तपाईँले चाहिँ विभिन्न किसिमका आफूलाई चाहिँ डेभलप गर्ने स्किल वर्करमै आउनु पऱ्यो भने तपाईँले चाहिँ स्किल वर्कर बनाउनु भयो भने छ, र तपाईँको चाहिँ आफूलाई चाहिँ डेभलप नगरिकन आफूलाई चाहिँ सक्षम नबनाइकन ठुलो सपना भनेको त त्यो चाहिँ एउटा मनको लड्डु नै हुनसक्छ, मलाई त्यस्तो लाग्छ। र म तपाईँको प्रश्नमा म आएँ सर। साँच्चै भन्नुपर्दा म राम्रो ठाउँमा जागिर पाएँ जब मैले पढाइ गरेँ। मैले 2008-9तिर आउँदासम्म मैले एउटा यहाँको सरकारी जागिर पाउन थालेँ। त्यतिखेर एभरेज नेपालीको भन्दा एउटा राम्रो ठाउँमा एउटा पोजिसन बने। मसित समय भयो, मसित हल्का पैसा भयो, मसँग सुविधाको लागि गाडी भयो। त्यो हिसाबले नै म आफू सक्षम भएको हुनाले यहाँ कहाँ नेपालीहरू हुनुहुन्छ भनेर खोज्दै हिँडेर बल्ल चाहिँ संस्थाहरू यहाँ कुवेतमा एउटा चाहिँ संस्था स्थापना भएको थियो, माउन्ट एभरेस्ट रिपोर्टिङ कलङ, एउटा मात्रै नेपालीहरूको संस्था थियो। अनि त्यो संस्थामा म त्यसरी जोडिन पुगेँ। त्यो संस्थामा जडिसकेपछि विभिन्न संस्थागत काम कारबाही भए। त्यसपछि अलिकति पैसा भयो। हेर्नुहोस्, अब एउटा इच्छा शक्ति सबभन्दा पहिला हुनु पर्यो, र इच्छा शक्ति भइसकेपछि आफूले कमाएको व्यापार गर्छु भन्नाले मात्रै पनि भएन सर। व्यापार गर्नलाई त केही आफूले चाहिँ जम्मा गर्नु पर्यो, लगानी चाहियो। र म त्यो नोकरीबाट आफूलाई लगानी गरेर मसँग पैसा आएको थियो, मैले पैसा जम्मा गरेको थिएँ र पो मैले चाहिँ व्यापार गर्नलाई केही लगानी गर्नेतिर मैले सोचेँ। यदि मसँग केही आर्थिक स्रोत नभइकन त व्यापार त हुँदैन सर। व्यापार गर्छु भन्ने त हामी संसारमा छौँ, तर सानो व्यापार गर्नलाई पनि सानै भए पनि लगानी त चाहियो। भइसकेपछि म त्यसपछि अब सामाजिक संस्थामा जोडिनको साथसाथै म आफूलाई चाहिँ आर्थिक रूपमा अलिकति सम्पन्न बनाउनेतिर लागेँ र केही अब रकमहरू जम्मा गर्नेतिर राखेँ। र त्यो अलिकति पैसा भइसकेपछि अब व्यापारतिर पनि लाग्नुपर्छ भनेर पहिलो व्यवसाय तपाईँको? मैले कुवेतमा गरेको सबैभन्दा पहिलो व्यवसाय भनेको टुर एन्ड ट्राभल। यस सर। त्यो अहिलेसम्म निरन्तर छ कि? निरन्तर त छ सर, अब त्यति फैलाउन सकेन सर। किन भन्दा म एकजना र मेरो एउटा पाकिस्तानी साथी जसले चाहिँ मैले चाहिँ मिनिस्ट्रीमै काम गर्ने क्षेत्रमा भेट्नु भएको थियो। उहाँ पनि इन्जिनियरै हुनुहुन्थ्यो। उहाँको एउटा व्यापार थियो, व्यापार गर्नुहुन्थ्यो पहिलेदेखि अलग ठाउँमा। र मिलेर खोलौँ भनेर हामीले एउटा फ्रेन्ड्स ट्राभल भनेर यो कुवेतको मालियामा हामीले 2000 लगभग 13तिरै होला, 13तिर चाहिँ 12को र 13मा हामीले स्टार्टिङ गऱ्यौँ। पार्टनरसिपमा सानो पैसा लगानी गरेर सेयरिङमा त्यो टुर एन्ड ट्राभलको बिजनेसबाट सुरु गरियो। त्यहाँबाट अलिअलि राम्रो पनि हुँदै गइरह्यो। र त्यसको चाहिँ 2019को कोरोनामा आउँदाखेरि हेर्नुहोस्, त्यो मलाई चाहिँ कुवेतमा जसले एउटा चाहिँ व्यापारी बन्छु भन्ने सपना देखाएको कम्पनी त्यहाँ गएर चाहिँ बन्द भयो। किन बन्द भयो भन्दाखेरि मेरो जुन चाहिँ पार्टनर साथी हुन्थ्यो उहाँ अब कोरोनामा गएर पाकिस्तानतिर 1 वर्ष नै फस्नुभयो। अब फसिसकेपछि हामी आर्थिक रूपमा यसरी डुब्यौँ। अब तपाईँलाई थाहा छ अलिकति त्यसको सेयर गर्दा, अब दुकान भएन भने आइटाले लाइसेन्स बन्द गरिदिने। अब आइटाको लाइसेन्स जम्मा गर्छौँ भनेर दुकान हामी चाहिँ निरन्तर राख्दाखेरि त्यहाँको भाडाले चाहिँ आइटा बन्द होइन हामीलाई पनि बन्द गराइदियो। त्यस्तो स्थितिमा भयो। र त्यसपछि म फेरि अर्को एउटा सङ्घर्षबाटै सिकाइ भयो र त्यसपछि मैले त्यसलाई पनि निरन्तर दिनको लागि मैले फेरि अर्को यहाँको एउटा ठुलो कम्पनीमा एउटा व्यापारिक साझेदारको रूपमा काम गरेर मैले त्यसमा पनि काम गरिराखेको छु। राम्रै छ सर भनौँ। अहिले जुन चौतारी ग्रुपबाट तपाईँहरूले व्यवसाय गर्दै हुन्छ, होटल रेस्टुरेन्ट कुवेतमा सञ्चालन भइरहेको छ, रेस्टुरेन्ट व्यवसाय बढ्दो क्रममा छ। ग्राहकहरूको कस्तो किसिमको फिडब्याक रेस्पोन्स पाउनुहुन्छ?
नेपालीहरूलाई यस किसिमको व्यवसाय गर्न कतिको गाह्रो रहेछ? सर म अब थ्याङ्क यू भन्नु चाहन्छु। अब मेरो अहिले पार्टनर हुनुहुन्छ, तपाईँलाई थाहा छ, हाम्रो राजु कार्की सर। उहाँ र म रिलेटिभ पनि हो, हामी एकै ठाउँको हो। र उहाँले चाहिँ चौतारी होटेल संयोग कस्तो भेट भयो भने उहाँ र म चाहिँ अब ममेश्रीमा बस्थेँ। म 2011मा म्याकडोनल्डमा म चाहिँ अब मैले भने नि मेरो लाइफस्टाइल यहाँ अब पनि अलिकति स्टार्टिङबाटै एउटा अपर्च्युनिटी पाएको थियो। म म्याकडोनल्ड खाना भनेर म्याकडोनल्ड लिन गएको थिएँ। राजु सर चाहिँ त्यहाँ चाहिँ सुपरभाइजर हुनुहुँदो रहेछ। अब मैले देखेपछि मैले अर्डर गर्दाखेरि उहाँलाई चाहिँ पहिला चाहिँ त कोही ड्राइभर साइबर कुवेतीको लिन आएछन्। अनि मैले बर्गर किनेर बर्गर खान थालिसकेपछि उहाँ आउनुभयो, उहाँ सोध्न आउनुभयो। किन भन्दा उहाँले पनि अब नेपालीहरू त्यसरी अब बर्गर किनेर आएर यसरी खानेहरू कस्टमरहरू खासै देख्नु भएको रहेछ। नेपालीहरू पनि यसरी आउँदो रहेछन्। किन भन्दा अब बर्गर खाने भन्नेको त्यो कुरोमा ठुलो थियो हेर्ने। त्यो जमानामै अब 1-2 रुपियाँको बर्गर पर्ने, अब नेपालीहरूको 60-70 गेडी हुने भन्दा रेस्टुरेन्टमा त्यसरी नआउने को हो के हो भनेर अब खोजखान गरेर चिनजान गरियो। त्यसपछि हामी रिलेटिभ रहेछौँ। त्यसपछि 2012मा राजु कार्की, राणा सर लगायतले रेस्टुरेन्ट खोल्ने योजना बनाउनु भयो। र त्यसमा फेरि त्यतिखेर म संस्थामा लागिसकेको, यहाँ चाहिँ अब दूतावासको कुवेतमा ल्याउनुपर्छ भनेर हामी धेरै ठुलो अभियान चलाइयो, सङ्घर्ष गरियो। दूतावास स्थापना भएको र यहाँको सबैजनाले चिनजान भएको हुनाले फेरि बाहिर चाहिँ त्यो खोल्नको लागि बाहिर चाहिने, राजुज्यूलाई ल्याउनु पर्ने, सङ्घ संस्थालाई कसरी प्रसार गर्ने, नेपाली कम्युनिटीलाई चाहिँ यहाँ नेपालीको रेस्टुरेन्ट छ भनेर कसरी सबैलाई जानकारी गराउने, त्यो भूमिका चाहिँ मैले खेल्थेँ उहाँहरूलाई। उहाँहरूले लगानी गर्नुभयो। अनि मालियाको एउटा सानो अहिलेको जत्रो चौतारी होइन, सानो 4वटा टेबलसितको एउटा रेस्टुरेन्ट ओपन भयो। अनि त्यसपछि म बाहिरबाट हेल्प सहयोग गरिराखेकोलाई पछि चाहिँ होइन सर अब तपाईँ हामी जतिको मान्छे त तपाईँसँग सबै कुरा छ, चिनजान छ, ऊ हुनुहुन्छ, अब मिलेर काम गरौँ भन्ने कुराले फेरि म चाहिँ चौतारी ग्रुपमा जोडिएँ। यसको श्रेय चाहिँ राजुजीलाई र राजुजी र मेरो त्यो एउटा बर्गरमा भेटिएको एउटा संयोगले मलाई चाहिँ व्यापारी बनायो भनौँ। अहिले कतिवटा व्यवसाय चौतारी ग्रुप अन्तर्गत तपाईँहरूको अब के छ अन्य तपाईँको व्यवसायहरू? अब हाम्रो चौतारी ग्रुपकै अन्डर चाहिँ हाम्रो अब कुवेतमा चाहिँ अहिले 9वटा चाहिँ रेस्टुरेन्ट मात्रै छ। हाम्रो चौतारी ग्रुपकै नेपालमा एउटा बुटोलमा चौतारी खानपिन भन्ने रेस्टुरेन्ट छ। रेस्टुरेन्टकै नाम स्वदेशमा लगानी गर्दा अब हाम्रो चौतारी ग्रुपको चाहिँ 10वटा रेस्टुरेन्टहरू कुवेतमा हाम्रो यो ग्रुपको भयो। र तपाईँले भनेकै क्वेसनमा यो फिल्डमा आउन चाहने गर्ने चाहनेलाई भन्छ नि सर, अब व्यापार भन्ने बित्तिकै 2टा कुराले मैले भन्न चाहन्छु। एउटा लगन, मिहिनेत र राइट टाइममा राइट ठाउँमा क्लिक भन्छन् नि त्यो। र मेरो छोटै अनुभवले पनि के देखाउने रहेछ भन्दा हुन्छ नि डेस्टिनी भन्छन् नि, मान्छेको एउटा चाहिँ व्यापार भनेको कुरा हेर्नुहोस्, मान्छेले बेसरी मिहिनेत गरेर मात्रै पनि हुँदैन। कहिलेकाहीँ समय, परिस्थिति र आफूले चुज गरेको व्यापारको साथसाथमै भाग्यमा पनि भर पर्छ भन्ने कुरा चाहिँ म चाहिँ विश्वास राख्छु। मैले यहाँ आएर जब मैले व्यापारतिर लाग्दै गर्दा मैले इन्डियन साथीहरूसित पढिरहँदा, यहाँको हाम्रो चाहिँ मणिपाल युनिभर्सिटीमा गइरहँदा सबै इन्डियन साथी हुनुहुन्थ्यो। त्यतिखेर बिहान साँझ दिउँसै धीरुभाइ अम्बानीको कुराकानी हुन्थ्यो। एउटा दुबईमा पेट्रोल पम्पमा काम गर्न आएको व्यापारी, त्यसको एक्ज्याक्ट 30 वर्षपछि लगभग 2004 तिर उहाँ चाहिँ विश्वकै धनी मान्छे हुनुभयो। तर सबै त त्यो पोसिबल त छैन नि सर, छैन होइन। सबै धीरुभाइ बन्न सकिन्न। सबै नेपालको विनोद चाहिँ एउटा च्याउचाउको लगानी गरेर सबै विनोद चौरी बन्न पनि सकिँदैन। तर भाग्यको पनि अलिकति खेल हुन्छ जस्तो मलाई लाग्छ। र त्यस्तै मिलेन र के भन्छ नि, मिहिनेतले मात्रै तपाईँले भन्छ नि एउटा यिनीहरूले दो टाइमका रोटी तोड सक्थे भने जस्तो समय सबैभन्दा इम्पोर्टेन्ट। र त्यो समय अनुसार चाहिँ भाग्य र पक्कै पनि तपाईँको मिहिनेत र लगन त मलाई तपाईँलाई भन्छु, मैले तपाईँले अहिले 10वटा रेस्टुरेन्ट छ कसरी काम गर्नुहुन्छ भन्नुभन्दा म बिहान 6 देखि 6:30 को बिचमा उठ्छु र म चाहिँ रातिको 1 बजी सुत्छु। दिनभरि भागदौड नै हुन्छ। एकछिन खाने टाइममा यसो 10-15 मिनट बच्चाहरूसित टाइम दियो, फेरि त्योमा पनि टेलिफोन। सङ्घर्ष त गर्नु नै पर्छ सर। तपाईँले खोजेको जीवन यही थियो? तपाईँ सन्तुष्ट हुनुहुन्छ? सर मैले खोजेको जीवन चाहिँ अब भन्नुपर्दा म जब विदेश आएँ
एसएलसीतिर आउँदा त्यो अल्लारे केटा त्यतिखेर केही पनि एम नै थिएन, के बन्छु भन्ने पनि थाहा थिएन। विदेश आइसकेपछि जब मैले पढाइ सुरु गरेँ म एउटा ठुलो अफिसर बन्छु भन्ने मेरो सोच थियो र सायद केही हदसम्म म आज नेपालबाट वैदेशिक रोजगारीमा एउटा इन्डियाको बाटो एउटा सानो झोला बोकेर आएको व्यक्ति आज एउटा त्यो देशको एउटा ठुलो मन्त्रालयभित्र मैले यसरी काम गर्ने अपर्च्युनिटी पाएँ भने यो नै मेरो यहाँभन्दा ठुलो ड्रिम चाहिँ खासै अफिसरको पनि रहेन। किन भन्दा धेरै देशका अब मान्छेहरू अब डाइरेक्ट टु डाइरेक्ट कुनै देशका प्रधानमन्त्रीहरूसित समक्ष उहाँको अन्डरमा मेरो अहिले पनि बोस भनेर चाहिँ कुवेतको प्रधानमन्त्रीलाई लेखिया छ मेरो। इभन नेपाल सरकारको रेकर्डमा श्रममा पनि एकजना व्यक्तिको तपाईँको बोसको भनेर लेख्दाखेरि गभर्नमेन्ट अफ कुवेतको प्राइम मिनिस्टर हुनुहुन्छ होइन। अब यो ठाउँमा पुगेर एउटा प्रत्यक्ष काम गर्न पाउँदा त्यो एउटा ड्रिम मलाई चाहिँ कहीँ हदसम्म पुरा भयो। खास मेरो भविष्यमा त म यस्तो व्यापारी यस्तो अफिसर बन्छु भन्दा पछि चाहिँ होइन म त सेवा गर्नुपर्छ, कुनै देशमा गएर कुनै दिन एउटा चाहिँ वडा अध्यक्ष भए पनि उठेर राजनीति गर्नुपर्छ भन्ने चाहिँ त्यो मनचाहना थियो। अब त्यो मनचाहना चाहिँ सायद अब सबै सोचे जस्तो हुँदैन भन्छन् नि जीवन। अब कतिपय कुराहरूमा अलग विषयहरूमा एङ्गेज हुँदा हुँदै अब भए पनि चासो चाहिँ राखियो, यहीँसम्ममा राखियो र मान्छेले सबै कुराले आफूले जहाँ जान्छु भनेर हिँडेको हुन्छ नि त्यो ठाउँमा नपुगेर जिन्दगीको गोरेटाहरूमा तिनी बाटाहरू मोडिन्छन् भने जस्तो मेरा बाटाहरू पनि मोडिए। अब अहिले त व्यापारमा लागिसकेपछि मैले भने हजुरले सोच्नुभयो म एउटा टुर एन्ड ट्राभलबाट सुरु गरेँ, त्यसपछि रेस्टुरेन्टहरूमा सुरु गरियो नेपालमा। सर मैले नेपालमा एउटा ठुलो योजनाको साथमा हामीले लगानी पनि गरेको छौँ। नेपालमा हाम्रो ग्रुप अफ साथीहरू भएर युनाइटेड एग्रिकल्चर कम्पनीको नाममा कम्पनी इस्टाब्लिस गरेर हामीले कृषिहरू गरिराखेका छौँ। एक टाइममा त हामी चाहिँ फर्ममा 70वटा भैँसी पनि थिए, अहिले पनि लगभग 8-10 जनालाई चाहिँ रोजगारी दिएका छौँ नेपालमै पनि। तपाईँको व्यवसायगत कुराकानी गर्दा गर्दै मैले फेरि यहाँ जोड्न चाहेँ, तपाईँको भविष्यमा चाहिँ लक्ष्य के हो? व्यवसायगत लक्ष्य चाहिँ अब कुवेतमा के गर्ने या नेपालमा के गर्ने? सर यो व्यवसाय भनेको नि एउटा कस्तो हो भने मैले यहाँ सेयर गर्न चाहँदा कस्तो रहेछ भने एउटा के नसा जस्तो तपाईँले एउटा रेस्टुरेन्ट बनाउनु भयो, तपाईँले चाहिँ 100 रुपियाँ कमाउनु भयो भने अब 100बाट 2 कसरी बनाउने भन्ने, 2 भइसकेपछि 2बाट 4 कसरी बनाउने भन्ने, एउटा व्यवसायबाट एउटाबाट चाहिँ 2टा कसरी बनाउने भन्ने। अनि भन्छ नि मान्छेले एउटा राजनीति गर्नेलाई राजनीति हुन्छ, धुम्रपान गर्ने मान्छेहरूलाई धुम्रपानको लत हुन्छ भने यो व्यापार भन्ने कुरा पनि सर मलाई अहिले कस्तो लाग्यो भने यो त काइन्ड अफ नसा पो रहेछ। अमल भयो तपाईँले चाहिँ 10,000 के अरे 1000 कमाउनु भने 5000 कमाउँछु भन्ने हुने रहेछ। जति जति तपाईँसित त्यो इन्कमहरू आउन थाल्छ सबैभन्दा त्यो असन्तुष्टिहरू अझै बढी चाहिँ डेभलप हुँदै जाँदो रहेछ। हेर्नुहोस् जब मैले चाहिँ सुरु गर्दाखेरि महिनाको व्यापारबाट 400-500 आयो भने त हुन्छ भन्ने हुन्थ्यो, जब तपाईँले 500 कमाउँछ महिनाको 1000 बनाउने पाए हुन्थ्यो भन्ने हुन्छ। 1000 पाइसकेपछि त्यो पनि पुगेन तपाईँलाई, अब त मलाई 2000 चाहियो भन्ने भयो। 2000 भएपछि सबैले होइन कहाँ हुन्छ 2000ले पनि थोरै भयो, तपाईँ त 500 भन्दा त अहिले त 2000 कमाइसकेपछि अरू असन्तुष्टि हुनुहुन्छ। त्यसपछि अब 5000 कमाउनु पाएँ भन्ने हुने रहेछ। अब 5000 आइसकेपछि होइन अब मेरो त यो व्यवसायले होइन अरू ठुलो यस्तरी सपनाहरू अटोमेटिकली हेर्नुहोस् बढ्दै जाने रहेछन्। र जति जति तपाईँको यो व्यावसायिक क्षेत्रमा मैले अब सफलता नै भनौँ होइन, अब किन भन्दा एउटा सानोबाट सुरु गरेको आज त कुवेतमै पनि अब 9वटा रेस्टुरेन्ट छन् भन्दा हाम्रो एक किसिमको सफलता मिल्यो। र यो सफलता आइसकेपछि अब त यो त सुरुवात हो जस्तो लाग्छ है। भोलि समयले भाग्यले कति साथ दिन्छ, तर त मलाई कस्तो लाग्छ भन्दा इट्स बिगिनिङ होइन। अब यहाँ एउटा सुरुवात हो र अब चाहिँ भर्खर व्यापारीमा पाइला राख्यौँ जस्तो लाग्छ। अब यो पाइला तालेपछि त अब गन्तव्य कहाँसम्म पुग्छ निरन्तर इमानदार बढ्ने हो। नोबडी नोज द टुमारो के हुन्छ भन्ने कुरो। अब यो व्यावसायिक तपाईँको सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छौँ। यी कुराहरूमा तपाईँ अगाडि बढ्दै हुनुहुन्छ, धेरैलाई प्रेरणा पनि हुनुहुन्छ। अगाडि बढ्नुहोस्, हामी सधैँभरि साथमा छौँ। सहकार्य गर्नको लागि पनि तपाईँसँग थुप्रै मान्छेहरू आउनुहुन्छ होला, समुदाय पनि तपाईँको एउटा बेग्लै परिचय छ। अब एकैछिन म तपाईँलाई लिएर जान चाहन्छु। मैले एउटा कुरा यो तपाईँले सोचेको कुरा चाहिँ मैले यहाँ सर जस्तै यहाँ चाहिँ नेपालीहरूले कसरी हेर्नु चाहनुहुन्छ, व्यापार गर्न चाहेला कसरी भन्ने कुरा मैले सोच्नु भएको थियो। मेरो ट्र्याक अलिकति ब्याकग्राउन्डतिर बदलियो। कस्तो छ भने सर यहाँ व्यवसाय गर्दाखेरि मैले साँच्चै भन्छु
कुवेत इज 100% सेफ इन्भेस्टमेन्टको ठाउँ हो जस्तो लाग्छ। तपाईँले कुनै कुवेतको कुनै पनि ठाउँमा अब लगानी गर्नुहोस्, लगानी गर्न त अब त्यति सहज छैन, यहाँ केही अब हाम्रा टेक्निकल पाटाहरू पनि छन्, तर त्यसको पार्ट अफ त्यसलाई छोडेर चाहिँ यदि व्यवसायमा लगानी गर्नुभयो भने कुवेतमा लगानी गर्दाखेरि राम्रो प्रतिफल छ। मैले देखेको, हामीहरू मात्रै नभएर तपाईँले आज चाहिँ बाटोमा निक्लेर एक राउन्ड हान्नुभयो भने तपाईँहरूले इन्डियन साथीहरूलाई कहाँ देख्नुहुन्छ, इजिप्सियन साथीहरूलाई कहाँ देख्नुहुन्छ, थोरै मात्रा भयो भने इरानको साथीहरूलाई कहाँ देख्नुहुन्छ, होइन, बङ्गलादेशकै साथीहरूलाई कहाँ देख्नुहुन्छ भन्दा हामी त यहाँ केही पनि व्यापार गरेका छैनौँ। किन भन्दा यहाँको अब अहिले पनि यो देशको नागरिकहरूले सानातिना व्यापार त गर्नु भएको छैन। उहाँहरूले ठुलो लगानी गर्नुभयो होला, ठुल्ठुला बिल्डिङ बनाउनु भएको छ, ठुल्ठुला प्रोजेक्टमा व्यवसाय गर्नुभएको छ, त्यो राम्रो छ। तर सानातिना दुकानहरू खोल्ने कुराहरू, साना पसलहरू खोल्ने कुराहरू, स्टोरहरू खोल्नेहरू, सुपर मार्केट खोल्नेहरू, हेर्नुहोस् त आज इन्डियाकै साथीहरू कहाँ हुनुहुन्छ भन्दा लुलुलाई हेर्नुहोस्, ग्रान्ड हाइबरलाई हेर्नुहोस्, सेप्कोलाई हेर्नुहोस्, जेन्टलाई हेर्नुहोस् देखि लिएर विभिन्न किसिमका कम्पनीहरू त यो विदेशीहरूले यहाँ लगानी गरेर ब्रोड वेमा अगाडि बढिसक्नु भयो। हामी चाहिँ अहिले सानोबाट भर्खर सुरु गरेका छौँ भने भन्न खोजेको यस पनि यहाँ कुवेतमा मैले चाहिँ फोकस पोइन्ट मेरो कुवेतमा इन्भेस्टमेन्ट सेभ इन्भेस्टमेन्ट छ। तपाईँसँग अलिकति पैसा छ त पहिलो गरेर नेपालमै लगेर लगानी गरेर नेपालमा के गर्नु सक्नुहुन्छ, द्याट्स मच बेटर। अदरवाइज इफ यु हेभ सम मनी, किन भन्दा कुवेतमा इन्भेस्टमेन्ट गर्नुहोस्, यहाँको लगानी चाहिँ सुरक्षित छ भन्न चाहन्छु। एउटा नम्बरमा कुनै नेपाली यहाँ आउनुभयो, राम्रो कमाउनु भयो, अथवा उहाँसँग फन्ड नेपालमा ब्याक छ, यहाँ आएर केही गर्न चाहनुहुन्छ भने व्यवसायगत रूपमा गर्नको लागि सुजन केसीले सल्लाह सुझाव सहकार्य गर्न तयार हो, तपाईँलाई सम्पर्क गर्न सकिन्छ? त्यो तयार हो सर, हामी चाहिँ त्यो खोजिबिन राखेका छौँ। तर मैले एउटा सुझाव फेरि है, यो अब इमोसनली नभएर ऊ पनि हो, नेपालमा कमाएको लगानी लिएर अरब यतातिर चाहिँ लगानी गर्न त अब म सायद सुझाव गर्दिनँ। तर तपाईँसँग यहाँ कमाएको केही सानो पुँजी छ भने, किन भन्दा कलेक्टिभ वर्क होइन, किन भन्दा सामूहिक लगानीमा गएर लगानी गर्न चाहनुहुन्छ भने कुवेत चाहिँ वान अफ द बेस्ट कन्ट्री हो जस्तो मलाई लाग्छ मेरो अनुभवमा। अनुभव भन्दा पनि देखेको कुरामा, किन भन्दा हामी लगभग 2.5 डेकेड कुवेतमा बिताइसक्दाखेरि यहाँ देखेका भोगेका कुराहरूले चाहिँ म चाहिँ कुवेतमा चाहिँ लगानी सुरक्षित छ र नेपालीहरूले कुनै पनि फिल्डमा लगानी गर्नुभयो भने त्यसको हेर्नुहोस् तपाईँले अहिले व्यापारमा मैले केही साथीहरूले यो आफ्टर कोरोना भनौँ होइन, हेर्नुहोस् बिसौँ अब नेपालका साना के अरे हाम्रो फ्यान्सी स्टाइलका पसलहरू खोल्नु भएको छ। नेपालमा केही गुड्सहरू लिएर अब चाहिँ सुपर मार्केटहरू खोलिसक्नु भएको छ, खोल्दै हुनुहुन्छ होइन। नेपालबाट चाहिँ नेपाली प्रडक्टहरूलाई भित्राउँदै हुनुहुन्छ, कपडाहरू भित्राउँदै हुनुहुन्छ, रेस्टुरेन्टहरू खोल्दै हुनुहुन्छ। मैले अहिलेसम्म कुवेतमा तपाईँले पनि अब यो मिडिया फिल्डबाट काम गर्दा कुवेतमा लगानी गरेर डुबेर बर्बाद भएर जानुभयो भन्ने कुरा मैले सुनेको छैन कि। हेर्नुहोस् त्यसले गर्दाखेरि इट्स गुड अपर्च्युनिटी छ र लगानी गर्दाखेरि त्यसका विभिन्न पाटाहरू हुन्छन्। राम्रो अलिकति स्टडी गर्नु होइन, आफू चाहिँ अलिकति ब्याकअपमा लगानी चाहिँ, किन भन्दा हामीले चाहिँ भन्छन् नि व्यापार गर्दा 100 रुपियाँको लगानी गर्नुहुन्छ भने 100 रुपियाँ चाहिँ ब्याकअपमा चाहिन्छ। त्यो तरिकाले गर्नुहोस्। अब त्यसमा मिहिनेत लगन गर्नुहोस्। यहाँको कुवेतको सबैभन्दा इम्पोर्टेन्ट कुरा यहाँको कानुनहरू एकदम स्ट्रिक्ट छन्। त्यो कानुनभित्र रहेर तपाईँले कानुनलाई क्रस गर्न सक्छौँ भने अरे सर त्यहाँ छैन है। यहाँको कानुनभित्र रहेर एकदम प्रपर वेमा चाहिँ फलो गर्नुभयो भने छ। र तपाईँले भन्दै हुनुहुन्थ्यो भर्खर रेस्टुरेन्टको कुरा गर्दै हुनुहुन्थ्यो। अब मैले अलिकति रेस्टुरेन्ट व्यापारी भएको नाताले पनि यस क्षेत्रमा भन्दा राम्रो छ। अहिले त हामी चाहिँ विशेष गरेर चौतारी ग्रुप भन्दाखेरि हामी नेपाली हो, नेपाली रेस्टुरेन्ट भए तापनि हाम्रो फुडहरू, हाम्रो कस्टमरहरू नेपालीको साथ चाहिँ नेपालीभन्दा अझै धेरै हाम्रोमा विदेशी फुडहरूको सेलिङ छ। हामीले चाहिँ इन्डियन, चाइनिज, फिलिपिनो, सी फुड र जापानिज जस्ता खानाहरू पनि हामीले पर्सेका छौँ। हाम्रो नेपालीको साथसाथै इन्डियन त्यस्तै हाम्रो चाहिँ मल्टी कुजिन छ। र हाम्रो कस्टमरहरू पनि यहाँको स्थानीय कुवेतीहरूदेखि लिएर हाम्रो एउटा सामान्य कम्पनीमा काम गर्नुभएको भर्खर आउनुभएको न्यू कमर नेपालीहरूसम्म जसलाई चाहिँ हामीले अहिले चौतारी ग्रुपले प्रत्यक्ष अप्रत्यक्ष कतिजनालाई रोजगारी दिएको छ? लगभग 200 जनालाई 200 जनालाई रोजगारी दिएको छ। अधिकांश नेपाली हुनुहुन्छ? मेजोरिटी चाहिँ नेपालीकै छ। नेपालीको छ सर।
भनेपछि एउटा नेपाली रोजगारदाताको रूपमा पनि तपाईँले एउटा भूमिका खेलिराख्नु भएको छ होइन। अब यो सँगसँगै जुन व्यावसायिक श्रीवृद्धि गर्दै हुन्छ अझै धेरै अगाडि बढ्नुहोस्, तपाईँको लागि शुभकामना पुनः एकपटक छ। अब यो बिचमा तपाईँले अघि पनि भन्नुभयो नेपाली राजदूतावास ल्याउनको लागि हामीले सन् 2010 को पेरिफेरीमा हामीले जुन किसिमको सङ्घर्ष गऱ्यौँ भन्नुभयो। दूतावास आयो, दूतावास यो समस्या 2-3 जना राजदूत चेन्ज भइसक्नु भयो। तपाईँ एउटा यहाँको व्यवसायीको हिसाबले, पुरानो नेपालीको हिसाबले, समुदायमा काम गरेको, नजिकबाट काम गरेको मानिसको हिसाबले नेपाली राजदूतावास कुवेतमा आउँदा भन्दा अगाडिको अवस्था र अहिलेको अवस्थामा डेफिनेटली फरक चाहिँ छ। तर तपाईँले महसुस गरेको फरकपन र हुनुपर्ने के थियो, अझै गर्नुपर्ने के बाँकी छ जस्तो लाग्छ दूतावासको सेक्टरमा कुरा गर्नु? सबैभन्दा पहिला त हेर्नुहोस्, कहिलेकाहीँ इतिहास पनि कोटाउनुपर्छ होइन, खेलाउनुपर्छ। हामी दूतावास यहाँ लगभग 2010 लगभग 30,000 को 30,000 देखि 40,000 भनौँ होइन, 40,000 मान्छे भइसकेका थियौँ। दूतावास थिएन। सबैभन्दा ठुलो सङ्कट भनेको हेर्नुहोस्, पासपोर्ट बनाउनु पर्थ्यो। पासपोर्ट बनाउने कहिलेकाहीँ सौदी गएर हराइदिने, नुहाइदिने, यहाँबाट सौदी पठाउनु पर्थ्यो र यहाँ दूतावास खोल्नुपर्छ भनेर हामी माउन्ट एभरेस्टको एउटा मात्रै क्लब थियो, त्यसको मातहतबाट हामी चाहिँ गाउँ गाउँमा, अब हाम्रो कम्युनिटी हामी यस्ता थियौँ कि लौ न हामी चाहिँ दूतावासको लागि चाहिँ यहाँ सिग्नेचर कलेक्सन गर्ने हुन्, यो सिग्नेचर गरेर फसाउने हुन् कि यो कहिले गएर मिसयुज गर्ने हुन् कि के को लागि भनेर हाम्रो समाज चाहिँ त्यो दूतावास ल्याउनको लागि हामी ब्यानरहरूमा हस्ताक्षर सङ्कलन गर्दा डराउनुहुन्थ्यो कि। त्यो अवस्थादेखि हामी चाहिँ अब राष्ट्रमा म चाहिँ छु, हामी चाहिँ राष्ट्रमा 2 पटकसँग डेलिगेट गएर यहाँ चाहिँ दूतावासको आवश्यक छ भनेर नेपालको विभिन्न सरकारी निकायहरूलाई, मन्त्रीज्यूहरूलाई भेटेर हामीले 2010 यहाँ चाहिँ दूतावास स्थापना भयो। र दूतावास स्थापना हुँदाखेरि त गाह्रो नै थियो, किन भन्दा हाम्रो अब संस्थापक यहाँको राजदूत मधुमन पौडेल सरलाई सम्झनै पर्छ। उहाँले सानो 2-3टा झोलामा बोरामा सामान लिएर यहाँको दूतावास नहुँदाखेरि यहाँको त्यो सिटी होटल भन्ने विनाथ अलगारमा बसेर नै उहाँले चाहिँ एउटा आफैले स्टाम्प हानेर डकुमेन्टहरू भेरिफिकेसन गर्ने हुन्छ नि, के भन्छन्, प्रमाणीकरण गर्नेलाईदेखि सुरु गर्नुभएको। आज दूतावास सुरु भइसकेपछि त धेरै कुराहरू बदलिसक्यो, धेरै सहज भइसक्यो। नेपालीहरूलाई गाह्रो साह्रो पर्दाखेरि हाम्रो एउटा अभिभावक भूमिका खेल्ने संस्था थिएन, अब आज त्यो इन्स्टिट्युसन भइसकेपछि त हामीहरूलाई धेरै फाइदा भइसकेको छ। र त्यसको एउटा पाटो के हो भन्दा 2 लाख नेपालीले, धन्नै 2 लाख नेपालीले रोजगारी पाएका छौँ। किन भन्दा हामीलाई जति चिल्ला कुराहरू गरे पनि नेपालमा सबैलाई रोजगारी छैन, बेरोजगार भएर खोज्दै जाँदाखेरि आज 2 लाख नेपालीले पाइयो भने त्यसमा पनि दूतावासको पनि ठुलो भूमिका छ भन्ने कुरा चाहिँ यो रोजगारी दिलाउनमा भन्ने कुरा मैले बुझेको छु। र दूतावासको पनि बदलिनु भयो, हामीहरू पनि बदलियौँ, कुवेत पनि मोर डेभलप भइसक्यो भने पक्कै पनि अब विगत र अहिले चाहिँ दूतावास स्थापना भएकै धन्नै अब 15 वर्ष काटिसक्दाखेरि धेरै कुराहरू चेन्जेस भइसके, धेरै नेपालीहरूले अपर्च्युनिटी पाउनुभयो। दूतावास भइसकेपछि धेरै नेपालीहरूले अब तपाईँले फाइदा पनि लिनुभएको छ। अब कम्पनी डेट हुनेहरूले चाहिँ पाउने, कम्पनीहरूबाट पाउने क्षतिपूर्तिहरू, कम्पनसेसनहरू जे छन् हामीले त राम्रोसँग पाइरहेका छौँ अहिले भन्दा दूतावास हुँदा र नहुँदाको त त्यो कम्पेरिजनै छैन। हामी त एक हिसाबले अब ठेट नेपाली वर्ड गर्नुभन्दा द्याट टाइम वी फिल लाइक टुरो भने अहिले त हामीसँग सबै कुरा हुनुहुन्छ कि हामी त्यसरी बुझाउन भन्दा दूतावासको काम कारबाही र दूतावासबाट प्राप्त गर्नुपर्ने सेवा सुविधाबाट तपाईँ एउटा आम नागरिकको हिसाबले सन्तुष्ट हुनुहुन्छ? सर अब संसारमा सबै कुरा त अब हाम्रो देशको जति पनि हामी जस्तो देशबाट बिलोङ गर्छौँ, हामी जतिको मान्छेले यहाँ बसेर कुरा गर्दा यो कुरा बुझ्नुपर्छ कि भन्छन् नि हामीहरूले विभिन्न ठाउँमा सामाजिक सञ्जालमा दूतावासमा जाँदाखेरि यो 2 देशको डेभलपमेन्टले पनि कस्तो हेर्छ भन्दा तपाईँ कुन ठाउँमा हुनुहुन्छ, अझै सामान्य कुरा भन्दा अलि तपाईँको देशको स्तर कुन छ र मेरो देशको स्तर कुन छ भन्ने कुराहरू पक्कै पनि यहाँ केही कुराहरू हेरिन्छन्, तुलना हुन्छन्। र यहाँ हामीले भन्छौँ नि इन्डियनले यो पाए, अमेरिकनलाई गर्ने व्यवहार र नेपालीलाई गर्ने व्यवहार एउटा हुनै सक्दैन। किन भन्दा उनीहरू कहाँ छन् हामी कहाँ छौँ भन्ने कुरो यो त अब संसारमा हामी नेपालीले जगजाहेर भएको कुरा हो भने अब हाम्रो चाहिँ कम्पेरिजन गर्दा अरू देशको नागरिकले पाउने कुराहरू कसरी पाएनौँ भन्ने कुरामा सायद कतिपय कुराहरूमा हामी जबसम्म देशलाई समृद्धि बनाउनौँ, देशमा मान्छेहरूलाई चाहिँ शिक्षित बनाउँदैनौँ, मान्छेहरूलाई देशमा चाहिँ स्किल हामीहरूले बनाउँदैनौँ, तबसम्म यहाँ आएर हामीले अर्को देशसित कम्पेरिजन गर्न भन्दा अब हामीलाई चाहिँ देशले चाहिँ कहिले चाहिँ समृद्ध भएर हामीलाई चाहिँ सक्षम बनाउँछ। तपाईँ इफ यु आर डिग्री होल्डर
तपाईँ पक्कै पनि फाइट गर्नुहुन्छ। डिग्री पनि तपाईँको देशको चाहिँ युनिभर्सिटी चाहिँ विश्वको टपको युनिभर्सिटी छ भने त तपाईँको त ऱ्याङ्किङ गर्दा पनि तपाईँ माथि पुग्नुहुन्छ नि। त्यही फरक पर्छ। अब तपाईँकोसित डिग्री छ तर तपाईँको कुनै एउटा साथीले हामीले बुझ्नुपर्ने एजुकेटेड पर्सन हेज टु लर्न दिस होइन। अब एउटा चाहिँ टप युनिभर्सिटीमा संसारको टप 100मा पढेर आयो र कहाँ चाहिँ नामै नसुनेको अब 5-7 हजार पछाडि पर्ने युनिभर्सिटीको आयो भने ऱ्याङ्क भर्दाखेरि तपाईँले अफकोर्स इफ यु आर तपाईँले चाहिँ जब दिन चाहनुहुन्छ तपाईँले चाहिँ युआर सेलेक्टर हो भने त तपाईँले सेलेक्ट गर्दाखेरि तपाईँले चाहिँ टप युनिभर्सिटीमा पढेको मान्छेलाई पनि बुझ्छौँ। तर हामीले के बुझ्छौँ भन्दाखेरि उसले पायो मलाई दिएन किन पछाडि राख्यो भन्दा यस मेरो देश समृद्ध भयो, मेरो देशको युनिभर्सिटीहरू टप लेभलमा गए, मेरो देशको टेक्नोलोजी टपमा गयो भने चाहिँ भन्न खोजेको मेरो कुरा बुझ्नु भयो नि। तपाईँलाई अर्को देशले अथवा चाहिँ अर्को देशको पोलिसीले हेर्ने दृष्टिकोण अटोमेटिकली चेन्ज हुन्छ। त्यसो भएर हामीहरूले चाहिँ पहिला समृद्धि हुनु पऱ्यो र यो सिक्नु पऱ्यो र दूतावासको कुरा गर्दा म सम्पर्कमा सबै कुरा त नहोलान् होइन। तर म एउटा कुरा चाहिँ भन्न चाहन्छु, जति जनशक्ति छ जस्तो नेपालको स्रोत साधनहरू छ हेर्नुहोस्, अरू देशका दूतावासहरू कसरी बसेका छन्, हामी चाहिँ हाम्रो दूतावास चाहिँ एउटा प्राइभेट भिल्लामा बसेको छ होइन। यो सबै हेर्दाखेरि चाहिँ समथिङ इज बेटर देन नथिङ। केही नहुँदा भन्दा त धेरै कुरा छ, यसरी बुझौँ। प्राप्त भएर सन्तुष्ट हुनु पर्यो। अब होला त्यसमा चाहिँ सुधार गर्नुपर्ने कुराहरू धेरै छन् होइन। अहिले जस्तै भर्खै कुरा गर्दाखेरि पनि डेलिभरीको कुरा आउँछ, 3 जना कर्मचारीबाट सुरु गर्नुभएको दूतावास थोरै थियो भने आज धन्नै अब 1,80,000 90,000 मान्छेलाई त्यो सेवा सुविधा दिँदाखेरि त्यो दूतावासले हिजो जस्तै तपाईँ भन्नुहुन्छ नि, तपाईँ 4 जना सुत्ने ठाउँ र एउटा 15 जना सुत्ने ठाउँ त स्पेस पनि चाहिन्छ होला नि। काम गर्नेमा पनि त्यही हो। हेर्नुहोस्, एउटा सानो भिल्लामा छ, एउटा मिटिङ हल छैन होइन। हामीले देखेको कुरा कि म एज अ सामाजिक अभियन्ताको हिसाबले धेरै पटक धेरै राजदूतजीहरूसित गएर छलफल गर्दाखेरि अब हाम्रो देशले 2 लाख मान्छे त यहाँ पठायो, तर यो मान्छेलाई सेवा सुविधा देऊ भनेर के पठायो त, यो बाटो पनि हेर्नु पर्यो भन्दा हामी चाहिँ थोरै मेन पावरबाट धेरै काम लिनु पर्यो। अब चाहिँ भने अब एउटा भाषामा भन्दा पर्दा थोरै सेवा सुविधाबाट थोरै चिजबाट धेरै त्यसमा मेन पावरका कुराहरू भए, ठाउँकै कुरा भयो। हाम्रो गभर्मेन्टले अहिले ठुलो अझ चाहिँ इन्डियन एम्बेसी जस्तो होइन, अरू देशको एम्बेसी जस्तो ठुलो भएको भए त हामीलाई त्यहाँ गएर काम गर्न, मिटिङ बस्न, विभिन्न किसिमको गर्न सजिलो हुन्थ्यो होला। तर हाम्रो देशले त गरेन, किन भन्दा कहाँ कसैले अनुदान दिन्छ कि भनेर हिँड्नुपर्ने हाम्रो देशको स्थिति छ। त्यसले गर्दा छ अहिले तत्कालै अलिकति सुधार गर्नुपर्ने मैले के देखेको छु भने दूतावासमा मेन पावर जति बढेका छौँ त्यो हिसाबले अब हामीहरूले अब नयाँ सरकार बनेको छ नेपालमा, तपाईँ हामी सबैजना मिलेर यो कर्मचारीको चाहिँ थप सङ्ख्या चाहिँ, किन भन्दा हेर्नुहोस् कमसेकम एउटै कर्मचारी फिल्डमा पनि उहीँ घुम्न जानुहुन्छ, समस्या पर्दा पनि त्यहीँ हुनुहुन्छ, कार्यालयमा आएर पनि कम गरिन्छ भन्दा मैले देखेको अब श्रम डेस्कको कर्मचारीहरू पनि थप हुनुपर्छ। ओन्ली 1% इज नट इनफ। दरबन्दी बढ्नु पर्यो र अन्य कर्मचारी त्यसको साथसाथै दरबन्दीको साथमा अब पक्कै पनि कुवेतले पनि मैले सुनेको अब टप 5 हाम्रो देशको लागि अब कन्ट्रिब्युसन राजस्व कन्ट्रिब्युसन गर्नेमा हामी परिराखेका छौँ भनेपछि यहाँ रहेका नेपालीलाई पनि केही अलिकति सेवा सुविधा सहयोग गर्नको लागि सरकारको पनि केही यता चाहिँ नजर पर्नु पर्यो। यसमा चाहिँ तपाईँ हाम्रो र मामैजीहरूको पनि भूमिका भयो भने अलिकति थप सेवा सुविधा विस्तार हुन्छ र हुन्छ तपाईँ सन्तुष्ट हुनुहुन्छ भन्ने हामीले महसुस गऱ्यौँ। अर्को विषयवस्तु, तपाईँ आफूमा एउटा सञ्चारकर्मी पनि हो। हजुर, यो काम गर्दै आएको मान्छेले कहाँबाट सञ्चारकर्ममा जाने यो रस बिज्यो अनि कहाँबाट नेपाल पत्रकार महासङ्घको वैदेशिक शाखा कुवेत खोल्ने तपाईँलाई प्रेरणा प्राप्त भयो? तेह्र लगे म तपाईँलाई पत्रकारिता। धन्यवाद सर। अब म चाहिँ पहिलेदेखि अलिकति यो लेखन क्षेत्रमा यो नयाँमा जब मैले भने नि तपाईँलाई मैले एउटा चाहिँ आइटीको क्षेत्रमा गएँ, यो भिडियोहरू चाहिँ अब मैले चाहिँ यो वेब डेभलपरको काम गरेँ। त्यसपछि त्यो भिडियोहरू एडिट गर्दाखेरि त्यो एउटा के यो भिडियो त यस्तो भन्दा मैले राम्रो बनाउँछु नि भने जस्तो आउन थाल्यो। अनि त्यसपछि त्यो न्युज एङ्करहरूलाई मैले आइडियल पर्सन पनि मान्थेँ। अनि त्यसले गर्दाखेरि अब कुवेतमा आफूले चाहिँ मैले वेब बनाइरहँदाखेरि अब नेपालीहरूको पनि अरू देशमा त्यतिखेर नेपालको अनलाइन भनेको त्यही नेपाल न्युज, नेपालजापान.com लगायत 2-4वटा मात्रै अनलाइनहरू थिए। मिडल इस्टबाट 1-2टा खोल्ने, त्यसपछि साथीहरूले रन गरेर बन्द गर्ने भन्दाखेरि अब चाहिँ
यो क्षेत्रलाई चाहिँ हामीले पनि नेपालीहरूका सूचनाहरू प्रवाह गर्नको लागि वेबसाइट बनाएर हामी चाहिँ गर्न सकिन्छ भनेर म त्यो क्षेत्रमा एउटा टेक्निकल पाटोमा भएको हुनाले र अरूलाई बनाइदिइराखेको हुँदाखेरि अब आफ्नै बनाएर किन काम नगर्ने, कम्युनिटीमा आइसक्यो भने आफ्नो कम्युनिटीले चाहिँ किन नगर्ने भनेर हामीले चाहिँ एउटा चाहिँ nepalkuwait.com स्थापना गरिसकेपछि त्यो गरियो। र म त्यतिखेर मेरो युनिभर्सिटीमा त्यहाँ ठ्याक्क चाहिँ मास कम्युनिकेसन पढ्ने भनेर एकदमै प्रोत्साहित गरिराखेको थियो। हेर्नुहोस्, किन भन्दा उहाँहरू चाहिँ कुवेतमा चाहिँ फर्स्ट टाइम त्यो लिएर आइराख्नु भएको थियो, नयाँ कोर्सहरू लिएर आउनु भएको थियो र त्यहाँ पढ्न चाहने साथीहरूलाई त्यो युनिभर्सिटीले पनि अलिकति इन्सपायर गरिराखेको र मैले यता कम्युनिटी सेक्टर पनि जोडिएको हुनाले मैले त्यो पढ्न थालेँ सर होइन। पढ्दै गइसकेपछि काम गर्दै गइसकेपछि त्यो तपाईँलाई भन्छु नि, अब जर्नलिजम भनेको पनि संसारको धेरै पत्रकारहरू मैले पत्रकारिता पढ्दै गर्दा पनि महसुस गरेँ। त्यो पहिला देख्दा पनि त्यो केही कमाउँछु भन्दा पनि त्यहाँभित्र लागिसकेपछि मैले केही गर्छु के समाजलाई, यो अन्याय अत्याचारलाई मैले चिर्छु अथवा तीभित्र रहेका तिनी नदेखिएका चिजहरू मैले देखाइदिन्छु भनेर त्यो जुन मान्छेमा अटोमेटिकली हुन्छ नि, त्यो मान्छे चाहिँ यो मास कम्युनिकेसनको विद्यार्थी बन्दो रहेछ। मलाई पनि यो भित्र केही कुराहरू अन्याय अत्याचारलाई मैले यो बाटोबाट चाहिँ चिर्न सक्छु भनेर जब मैले साथीहरूसित जोडेँ त्यतिखेर मैले चाहिँ लगभग 2 सेमेस्टर सिद्ध्याएर तेस्रो सेमेस्टरतिर हुँदाखेरि आइसकेका थिएँ मैले त्यही इन्डियन साथीहरूको कलेजकै साथ पाएर। अनि त्यसपछि नेपाली साथीहरूसित जोडियो अनि पत्रकारिता गर्न थालियो। अनि पत्रकारिता गर्न थालिसकेपछि यहाँ पनि अनलाइन खुल्यो, 2-3टा अनलाइन भए। त्यसपछि हामीले एउटा राम्रो ब्युटी भनौँ त्यतिखेरको एउटा म्यागजिन निकाल्न सफल भइयो। प्रिन्ट कपी सर हाम्रो चाहिँ 52 पेजको A4 साइजको म्यागजिन हामीले निकालियो यहाँबाट, एकदम राम्रो। यहाँका धेरै मल्टिनेसनल कम्पनीहरूले पनि हामीहरूलाई त्यो सपोर्ट गर्नुभयो। धेरै लेख्न चाहने त्यतिखेर संसारमा अब यो मोबाइलमा पढ्ने नभएको बेलामा त्यो ठाउँ ठाउँमा पुग्यो। र त्यसपछि संयोगले नेपालमा गोर्खापत्रमा, हिमालमा, कान्तिपुरमा काम गरिसक्नुभएका एकदम पेसेवर पढे लेखेका साथीहरू, सम्पादककै भूमिका निभाइसक्नु भएको साथीहरू पनि संयोगले यही कुवेतमा जोडिनु भयो। अब उहाँहरूसित जोडिएर त्यसपछि एकबद्ध भइसक्यो। उहाँहरूले नै ल अब चाहिँ तपाईँले लिड गर्नुपर्छ र अब नेपालमा चाहिँ आधिकारिकता लिनुपर्छ भन्ने कुरामा गइयो। त्यसपछि चाहिँ नेपालमा गएर हामीले चाहिँ राम्रो यहाँको न्युजहरू, अत्यन्तै गहकिला न्युजहरू साथीहरूले लेखिरहनु भएको हुनाले नेपालको पत्रकार महासङ्घले पनि त्यसलाई चाहिँ सहजै वैदेशिक शाखाको रूपमा हामीले दिन चाहिँ तयार भयो। पहिला त्यतिखेर चाहिँ लगभग हामी 14-15 जना कुवेतमा रहेका पत्रकारहरू आबद्ध भएर यहाँ चाहिँ एउटा सङ्गठन बनायौँ। त्यो सङ्गठनलाई हामीले चाहिँ नेपालमा गएर दर्ता गराएर हामीले त्यसको लागि वैधानिकता लिनुपर्छ। किन भन्दा पत्रकारिता गर्नु भनेको अलिकति जोखिमपूर्ण पेसा हो, त्यो पनि यहाँको जस्तो देशहरूमा अलिकति गाह्रो हो र यसलाई चाहिँ भोलि केही भइपरि भएको बेलामा पनि यसको आवश्यकता पर्छ भन्ने तरिकाले हामी नेपालमा गएर दर्ता गरायो। दर्ता गराइसकेपछि अब अलिकति फ्री म थिएँ, किन भन्दा अब समय पनि थियो, 2-4 पैसा पनि थियो, अनि त्यसपछि जागिरले पनि साथ दिन्थ्यो। अब सबै ठाउँमा पुग्नको लागि गाडीको पनि व्यवस्था थियो र साथीहरूले नै होइन तपाईँले नै लिड गरेर जानुपर्छ भन्नुभयो। त्यसै विषयमा अब धेरै बुझेर भन्दा साथीहरूले भनिहाल्नु भयो ल त नि भनेर मैले त्यो नेतृत्व लिएँ। र नेतृत्व ल्याइसकेपछि मैले आफूलाई सफल भएको मान्नुपर्छ। किन भन्दा अहिलेको अवस्थामा भन्दा धेरै देशहरूले चाहिँ पाइसक्नु भएको थिएन। हामी नेपाल पत्रकार महासङ्घको वैदेशिक 5औं मान्यता पाउने देश कुवेत हो, जहाँ कि त्यो एउटा सानो राष्ट्र थियो भने त्यस्तै तरिकाले एउटा तपाईँ संस्थापक अध्यक्ष हुँदै यहाँसम्म आउँदाखेरि अहिले पत्रकार महासङ्घले दशक बिताइसकेको छ होइन। र विभिन्न अध्यक्षले विभिन्न गतिविधि गर्नुभयो, एउटा गतिशील बनाउनु भयो संस्थालाई। कस्तो लाग्छ यो संस्थाको संस्थापक हुँदै गर्दाखेरि अहिले गतिविधि हेर्दै गर्दाखेरि? होइन, एकदमै राम्रो गर्नुभएको छ, मलाई गर्व लाग्छ। किन भन्दा अहिलेको साथीहरूको हाम्रो बुझाइ, तपाईँ हाम्रो बुझाइ र केही अब राम्रो साथीहरूको बुझाइ र आम जनताको बुझाइ कहिलेकाहीँ पत्रकारितामा फरक हुन्छ। अहिलेको 21औं शताब्दीको यो अहिलेको सामाजिक सञ्जालको बिगमा मिडियाको निकै राम्रो, मिडियालाई परिभाषण भएर समयअनुसार चाहिँ जसले चल्न सक्यो त्यो मिडिया चाहिँ निकै इस्टाब्लिस हुन्छ सर। अहिले पनि के छ भन्दाखेरि अब एक्युरेन्सी के हो भन्ने कुरा चाहिँ अब चाहिँ आधिकारिक मिडियाबाटै थाहा हुनसक्छ। मलाई अहिले त छिटो
कसले चाहिँ ब्रेक गर्ने भन्ने कुरामा कतिपय अब अहिले तपाईँले ठुल्ठुलो पत्रकारहरू भन्दा व्यावसायिक भइसके भए अहिले काहीँ टिकटकरहरू इन्स्टाग्रामका यिनी इन्फ्लुएन्सरहरू होइन तर त्यसको लास्टमा गएर इन्ड अफ द डे आधिकारिकता के हो त यसको चाहिँ राइट के हो रङ के हो भन्ने कुरा चाहिँ विभिन्न दुविधामा परेको बेलामा आधिकारिक मिडिया व्यावसायिक पत्रकारले नै यो कुराहरूलाई चिरफार गर्न सक्छन् त्यही भएर समाजको एउटा भन्छन् नि समाजले विश्वास गर्ने केलाई विश्वास गर्ने भन्दाखेरि यो मिडियालाई र तपाईँहरूले सबै अहिलेका साथीहरूले जुन रोल खेलिरहनु भएको छ मैले फ्रन्टमा नहुँदा पनि पछाडिबाट पनि आफू सर मैले 4 वर्ष लगाएर मैले चाहिँ जो जर्नलिजम पढेको छु भने मलाई त्यसप्रति अत्यन्तै रुचि छ त्यसका भित्री पाटाहरू मैले देखेको छु म त्यसको विद्यार्थी हो भन्छ नि मान्छे मैले लेखेँ नलेखेँ पनि म त एउटा जर्नलिस्ट हो नि मेरो मसँग डिग्री छ नि त्यसको डक्टरले त्यो बिमारी जाँचिराखेको होस् नगएको हस्पिटलमा जाहिर खाए पनि नखाए पनि त्यो ज्ञान र प्यासन छ नि मसँग पनि त्यो छ र मैले पछाडिबाट हेर्नु होला नि म किन सक्रिय छैन भन्ने कुरा त्यसका पाटाहरू अर्कै होलान् होइन कतिपय अवस्थामा मान्छेहरूले समय परिस्थिति केही बाध्यताहरू हुन सक्छन् किन भन्दा पत्रकारिता भनेको फेरि सबै ठाउँमा गएर गरिने र सहज पेसा पनि छैन होइन त्यसले गर्दाखेरि अहिले साथीहरूले गरिरहनु हाम्रो पहिलो प्राथमिकता अर्कै छ त्यसले गर्दा अहिलेको जुन साथीहरूले गरिरहनु भएको छ एकदमै राम्रो छ र म एउटा चाहिँ अझै सुझाव के भन्दा खै अहिले त्यति धेरै हजुरहरू जोडिसकेपछि कुवेतमा आउने त्यति धेरै साथीहरू जोडिनु भएको मैले यो पत्रकारिता क्षेत्रमा देखिरहेको छैन जो 8-10 वर्षदेखि हुनुहुन्छ र 1-2 जना साथीहरू भन्दा खासै जोडिनु भएको छैन मैले यो नजोडिनको कारण चाहिँ फेरि अहिलेको चाहिँ कुनै मिडियामा आबद्ध भएर त्यसको कोड अफ कन्डक्टमा बसेर नियम कानुन पालन गरेर अब चाहिँ आधिकारिकता कुराहरू लेख्नुभन्दा फेरि एउटा क्यामेरा र एउटा मोबाइल बोकेर टिकटकतिर घुमिसकेपछि त्यसको चाहिँ अलिकति फाइदा छ कि जस्तो भएर पनि हाम्रो चाहिँ अलिकति क्वालिटी भन्छु मैले यसमा होइन क्वालिटी जर्नलिस्टहरू सङ्ख्या कम भएको हो कि भन्ने कुरा छ तर क्वान्टिटी भन्दा क्वालिटी नै इम्पोर्टेन्ट हो निरन्तरता र यसलाई चाहिँ सबै साथीहरूले निरन्तरता दिनुपर्छ जस्तो लाग्छ मलाई अब यो पत्रकार महासङ्घको प्रसङ्ग सँगसँगै अब तपाईँलाई लान चाहन्छु अघि मैले तपाईँलाई परिचय क्रममा पनि भने युआर नाउ ग्लोबल लिडर फ्रम कुवेत तपाईँ भर्खरै काठमाडौँमा सम्पन्न भएको एनआरएनए आइसिसीबाट तपाईँ सर्वसम्मतमा सचिवको रूपमा चयन पनि हुनुभएको छ तपाईँलाई शुभकामनासहित एनआरएनएको कुवेतमा स्थापनाको अलिकति ब्याकग्राउन्ड के जरुरी थियो गल्फमा यो स्थापना गर्नुको यसको महत्त्व के थियो कसैलाई नेता बनाउनलाई खोलिएको हो कि आफू नेता बन्नलाई खोल्नुभएको हो कि या आवश्यकता भएर खोल्नुभएको एनआरएनए एनसिसी कुवेत अत्यन्तै मलाई चाहिँ अहिलेको विषयमा साथीहरूको धेरैको मनमा कहुलता भएको अथवा जिज्ञासा भएको यो विषय हो जस्तो लाग्छ म तपाईँलाई त्यो ब्याकग्राउन्डमा जानुभन्दा पहिला यसरी भन्छु कि हामी सबैले यहाँ विशेष गरेर मिडल इस्टको साथीहरू हाम्रो मात्रै कुरा होइन यो मध्यपूर्वको सबै जसो साथीहरूले भन्नुहुन्छ अधिवेशनको बेलामा अरू बेलामा पनि एनआरएन किन चाहियो एनआरएनले के गर्छ एनआरएनमा किन बस्ने पनि हामी भन्छौँ र हामी दुःख परेको बेलामा समस्या परेको बेलामा फेरि हामी एनआरएन चाहिने रहेछ पनि भन्छौँ र एनआरएनमा पनि जान्छौँ मैले यो किन रहेछ भनेर यो 8-10 वर्षमा मिडल इस्टको सबै देशहरूमा पनि साथीभाइसित बुझ्दा त्यहाँका मान्छेहरूसँग बुझ्दा के बुझ्न थालियो भन्दा 2-4 वर्ष जो गल्फमा आउनुहुन्छ उहाँलाई एनआरएन चाहिने रहेछ हो एनआरएन नभई त हुने रहेछ भन्ने कुरा बुझिने महसुस हुने रहेछ धेरै जसो के हुने रहेछ भन्दा हाम्रो 50% मान्छेहरू अरब देशमा आएको 2 देखि 3-4 वर्षभित्रमा ब्याक भइसक्नु हुँदो रहेछ र 2 वर्षपछि फेरि अर्को नयाँ मान्छे आउनुहुँदो रहेछ त्यो नयाँ आएको मान्छेले सबैले के सोध्नुहुँदो रहेछ भन्दा एनआरएन किन चाहिन्छ भन्ने चाहिँ तब समस्यामा पर्नुहुन्छ त्यसपछि अब आफै बुझ्नुहुँदो रहेछ कि एनआरएन चाहिने रहेछ भन्ने कुरा सर एनआरएनको लागि मैले 2टा ब्युटिफुल कुराहरू देखेको एक त सर एनआरएन यो संस्था बनाएपछि सबैभन्दा राम्रो भएको विश्वभरि रहेका छरिएर रहेका नेपालीहरूलाई को कहाँ कस्तो छ भन्ने कुरा आज नेपालको त्यस्तो बिलियनियर एउटा विश्व प्रख्यात व्यक्ति उपेन्द्र महतोसँग शेष कलेसँग म जस्तो मान्छेहरू यो खाडीमा आएको तपाईँ हामी जस्तो जोडिन्छौँ जस्तो त सम्भव थिएन नि सर एउटा अवसर प्राप्त भयो त्यो अवसर त्यो नेटवर्कले हामी चाहिँ उहाँहरूसँग सँगै बसेर आफ्नो सुख दुःख सेयर गर्ने सँगै काम गर्ने ऊ टाढैबाट चाहिँ यसरी यत्रो बिलियनहरू नेपाली हुनुभएर यसरी हेर्न पर्ने ठाउँमा हात मिलाएर चाहिँ काम गर्ने सहकार्य गर्ने एउटा मौका पाइयो नि मैले काम गर्ने मौका पाएँ भने एउटा पीडितले उहाँहरूबाट सेवा लिने मौका पाउनुभयो नि यो त एनआरएनले जुटाएको हेर्नुहोस् ओन्ली 1 वर्ड
सबैभर विश्वभर छरिएका नेपालीहरूलाई एकबद्धता गराएर एउटा ठाउँमा ल्याउने यो संस्थाले जुन भूमिका खेल्यो यो सराहनीय छ र जो पनि यो संस्थाको बारेमा परिकल्पना गर्नुभयो त्यो बेलाको हाम्रो अग्रजहरू उहाँहरूलाई धन्यवाद दिनै पर्छ सर। किन भन्दा हामी विश्वभर नेपालीहरूले कहाँ के छ समस्या छ अपर्च्युनिटी के छ सबै कुराहरू हामीले पाएका छौँ एउटा संस्थाले। अनि दोस्रो कुरा चाहिँ अब मिडल इस्टमा विशेष गरेर तपाईँले चाहिँ हामी समस्यामा परिन्छ। हामी सुरु आर्थिक र उद्धारका कुराहरू मात्रै हैनन् के सर, नीतिगत कुरामा नेपालको अब सरकार नै भन्नु पर्यो। नेपाल सरकार र विदेशमा रहेका श्रमिक हुन् या स्टुडेन्ट हुन् या विदेशमा रहेर सम्पन्न भएका व्यापारी हुन्, तिनीहरू दुईटाको बिचमा एउटा चाहिँ पुलको भूमिका नेपाल सरकार र विदेशमा रहेका पुलको भूमिका चाहिँ यो गैर आवासीय नेपाली सङ्घले गरेको छ क्या सर। हेर्नुहोस् त्यसले गर्दाखेरि एनआरएन त अब यो दुइटै कुराले चाहिँ कति अहम रहेछ कति आवश्यक रहेछ भन्ने कुरा त यहाँ पुष्टि भइसक्छ नि सर। पुष्टि हुन्छ किन भन्दा सबै संसारभरिका नेपाली चाहे गरिब होस् धनी होस् व्यापारी होस् स्टुडेन्ट होस् श्रमिक होस् सबैलाई चाहिँ एउटा संस्थामा ल्याएर गोलबद्ध गर्यो। समस्या पर्दा हेर्नुहोस् किन भन्दा यो अमेरिकामा भएका बिलियनरहरू अस्ट्रेलियामा भएका बिलियनरहरू अरबमा पढेका मान्छेहरूलाई उद्धार गर्नलाई त कहिले हिचकिचाएनन् सहयोग सहकारी नेटवर्किङको लागि एनआरएन आवश्यकता महसुस भएर तपाईँहरूले यहाँ खोल्नु भयो। खोलेपछि विभिन्न पदमा रहँदै गर्दाखेरि तपाईँ संस्थापक पनि हुनुभयो, संस्थापक टिममा पनि बस्नुभयो, पछि अध्यक्ष पनि हुनुभयो। तपाईँको कार्यकालमा गरेका सम्झन योग्य केही कुराहरू सेयर गरिदिनुहोस् न सर। मैले मेरो कार्यकाल मात्रै भन्दा पनि मैले यो एनसिसीमा रहेर म आइसिसीमा जानुभन्दा पहिला लगभग अब 2009देखि अहिलेसम्म म निरन्तर लागिरहेँ होइन। यसमा एनआरएनले धेरै कामहरू गरेको छ। यहाँका मैले भने नि दुईवटा पाटा के सर, एउटा चाहिँ यहाँ भएका समस्याहरूलाई सरकारसम्म नेपाल सरकारसम्म र यहाँ कुवेतमा दूतावाससम्म पुगाएर उहाँका श्रमिकहरूका आवाज बनाउन समन्वय गर्न विभिन्न मुद्दाहरूमा छलफल गर्नको लागि हामीले नीतिगत काम गरियो एउटा मेन भूमिका भने। दोस्रो कुरोहरू समस्यामा परेका नेपालीहरूलाई उद्धार गर्न आर्थिक नैतिक भौतिक सुझावको रूपमा हामीले सबैले स्थापनकालदेखि अहिलेसम्म होला कसैको बेलामा धेरै गरियो होला, कुनै बेलामा थोरै गरियो होला, कुनै बेलामा नेपालीहरूले यहाँको धेरै श्रमिकहरू पीडितमा पर्दाखेरि ठुलो अपेक्षा राख्नुभयो होला। हामीको साधन स्रोतले त्यति ठुलो अपेक्षामा नगरेको केही त गर्यो, विषयहरू उठायो, केही हुँदैन भन्दा केही हुनु राम्रो भयो गर्नुभएको छ। र अब पक्कै कुराहरू विभिन्न बेलामा तपाईँले सोधे जस्तै विवादमा आउँछन्। हेर्नुहोस् यो कस्तो हुन्छ भन्दाखेरि यो एउटा प्रजातान्त्रिक संस्था हो। यहाँ तपाईँ म पैसा हुने नहुने सक्षम व्यक्ति जो पनि आउनुपर्छ र सक्षम को भन्ने कुरा त सर यो प्रजातान्त्रिक तरिकामा अलिकति उनै छ नि। किन भन्दा प्रतिस्पर्धाले आउनु पर्यो। चारजना आएको छ भने अरूलाई पछाडि पारेर अगाडि आउँदाखेरि जुन प्रतिस्पर्धा हुन्छ यहाँ हाम्रो अलिकति कस्तो भन्दा यहाँको कानुनी रूपमा हाम्रो टेक्निकली रूपमा भावनात्मक रूपमा नेपाली नै भएको हुनाले सिधै भोटिङ गरेर नेतृत्व चुन्न अहिलेसम्म सकेका छैनौँ। एउटा सहमतिको आधारहरू खोज्दाखेरि पनि मान्छेहरूले किन भन्दा दुई तिनटै प्रतिस्पर्धा भइसकेपछि मैदानमा उत्रिसकेपछि त त्यहाँ त कम्पिटिसन हुन्छ। त्यो कम्पिटिसनको बेलामा मान्छेहरू पदकै लागि पाएका हुन् कि भन्ने कुरा त आउँछ। तर त्यसलाई चाहिँ हामीहरूले व्यावहारिक रूपले हेर्दाखेरि प्रजातान्त्रिक संस्था हो र प्रतिस्पर्धाबाट अब त्यो नेतृत्वमा पुग्नु पर्ने भएको हुनाले त्यो देखिनु पनि स्वाभाविक हो। तर जो नेतृत्वमा पुग्नु भएको छ काम गर्नु भएको छ र मैले तपाईँले म अध्यक्ष हुँदै गर्दाको सम्झनु पर्ने क्षण भन्नुभयो। म अध्यक्ष हुँदाखेरि म गएर अब यहाँ एकदमै अलि असहज अवस्थामा भएको थिएँ जब यहाँ कोभिडको बेला थियो। त्यो कोभिडको बेलामा म अध्यक्ष थिएँ। हामीहरूले गरेको एउटा इतिहासमै छ आफूले ज्यानलाई नै रिक्समा राखेर घरबाट बाहिर मान्छे निक्लाउन डराइरहेको साथीले साथीलाई छुन डराइरहेको अवस्थामा गैर आवासीय नेपाली सङ्घले हिम्मत गरेर सम्पूर्ण टिम यो कुवेत सरकारले त्यतिखेर अब यहाँ अल्पत्र परेका गैर इलिगल भएका मान्छेहरूलाई नेपाल पठाउन भन्दाखेरि हामीले चाहिँ 3000 मान्छेलाई ट्राभल डकुमेन्ट बनाएर उहाँहरूलाई चाहिँ यहाँको सेल्टरमा राखेर नेपालसम्म घरसम्म पुर्याउने व्यवस्था गर्नको लागि जुन भूमिका खेलियो
त्यो भूमिका चाहिँ मेरो नेतृत्वमा सम्पूर्ण टिमले हाम्रो त्यो बिचमा म आफै कोभिडले भएर एकदम सख्त रूपमा भएँ, अरू साथीहरू त्यस्तै हुनुभयो, आफ्नै अब जीवन छ कि छैन भनेर अब भेन्टिलेटरमै बसियो होइन। त्यस्तो अवस्थामा एउटा काम त्यो हामीले नगरेको भए त्यो 3200 नेपाली जान सक्ने अवस्था थिएन। दूतावाससँग पनि त्यो म्यान पावर थिएन। 3 दिनको अवधिमा त्यो मान्छेलाई लगेर हामीले यहाँ कुवेत सरकारले खोलेको सेल्टरसम्म जुन पुर्याइयो, त्यसमा चाहिँ यहाँको पत्रकार महासङ्घले पनि राम्रो भूमिका खेल्नुभयो कि एनआरएनले अमेहनत गरेर हिम्मत गरेर मैदानमा उत्रेपछि केही व्यक्तिहरू पनि मैदानमा आउनुभयो। कोही व्यक्तिहरू अब परिवार भएको यतात्यता भएको मान्छेहरू अब सम्पर्क पनि हुनुभयो, त्यसलाई पनि नकारात्मक रूपमा हामीले लिनु हुँदैन, किन भन्दा डर भन्ने कुरो सबैलाई थियो होइन। त्यो एउटा काम। अनि अर्को कुरा तपाईँलाई थाहा छ, त्यस्तो अवस्थामा म कुवेतका सम्पूर्ण कुवेतवासीलाई धन्यवाद दिन चाहन्छु। जब हाम्रो नेपालमा चाहिँ सेकेन्ड लटको जुन चाहिँ सेकेन्ड टाइमको कोभिड आएको थियो, नेपालमा सिलिन्डरको अभाव भएको थियो र सिलिन्डर चाहिँ नेपाल सरकारले पनि कहीँबाट ल्याउन नसकेकोमा गैरावासी नेपाली सङ्घ ओमान र मध्यपूर्वको नेतृत्वमा ओमानबाट हामीले 200 सिलिन्डर किनेर लैजान सक्ने प्रावधान बनायो। त्यो किन्नको लागि त पैसा चाहियो भने त्यो बेलामा हामीले पैसा जम्मा गर्दा 1 हप्ताको समयमा त्यो खाने पैसा नभएको बेलामा पनि बरु मैले चाहिँ एउटा रोटी खाने ठाउँमा आधा रोटी खान्छु भनेर 19 लाख रुपियाँ त्यो 1 हप्तामा मेरो नेतृत्वमा जम्मा हुन सक्यो र हामीले नेपालसम्म सिलिन्डर पठाएर हजारौँ नेपालीको सेवा गर्नु भने त्यो एउटा चाहिँ अर्को। त्यो किन भन्दा त्यो दिन पाइयो भने अरू त सर राम्रा छन्, किन भन्दा हामीले त्यहाँ कुवेतमा चाहिँ अब श्रमिकहरूले कतिले खाने पर्ने सर बस्ने भन्दा पनि 2 टाइमको रोटी खान पनि नपाउने अवस्था थियो र बाहिर एउटा गाडी सरकारी गाडीले खोपुस भन्ने जुन रोटी लिएर आउँछ, त्यो 1 प्याकेट रोटी ल्याउनको लागि 4 घन्टा 5 घन्टासम्म साथीहरू उभिनुहुन्थ्यो, लाइनमा बस्थ्यो। त्यो बेलामा हामीले लगभग 15,000 भन्दा धेरैको खाना चाहिँ हामीले यहाँ चाहिँ विभिन्न एनआरएन केन्द्रबाट बजेट लिएर यहाँ हामीले चाहिँ खाना डिस्ट्रिब्युट गरियो। बच्चाहरूलाई दुधको व्यवस्था गरियो। लगभग 35 जना बच्चाहरूलाई चाहिँ दुध खुवाउने खाना खुवाउने चाहिँ खाना खुवाइयो र केही बच्चाहरूलाई हामीले चाहिँ अब आवश्यक अनुसारको सानो बच्चाहरूलाई सामान किन्नुहोस् भनेर पर चाइल्ड हामीले चाहिँ $100 को व्यवस्था गर्न समय भयो। भने गैरावासी नेपाली सङ्घले त्यो बेलामा खेलेको भूमिकाहरू मैले मेरो नेतृत्व हुँदाखेरि त्यो र सम्पूर्ण टिमले मैले नेतृत्व गरेँ, तर त्यतिखेरको सम्पूर्ण एनआरएनको टिमहरूले जस्तो तरिकाले काम गर्नुभयो र त्यसपछि चाहिँ त्योभन्दा मेरो नेतृत्व पछिका साथीहरूले पनि निरन्तर रूपमा राम्रो काम गरिरहनु भएको छ। र यो समाज हो हेर्नुहोस्, अनि कति बुझाइ के फरक छ र भन्दाखेरि गैरावासी नेपाली सङ्घ भनेको एउटा संस्था मात्रै हो, यो कुनै सरकारी निकाय होइन र यसले सबै कुरा गर्न सक्दैन। कतिपय हामीसँग कानुनी अपेक्षाहरू धेरै राख्नुहुन्छ। यो भनेको हाम्रो पुलको भूमिका निभाउने हो र गैरावासी नेपाली सङ्घले राम्रो काम गरेको छ जस्तो मलाई लाग्छ। अब तपाईँले यति गौरवमय तरिकाले भन्नुभयो हामी यसरी काम गऱ्यौँ, गतिविधि गऱ्यौँ, मिडल इस्टमा पनि सीमित स्रोत र साधनको बिचमा यति धेरै काम गऱ्यौँ भन्नुभयो। तर हुँदाहुँदै पछिल्लो समयमा आएर तपाईँले यसो डाइनामिक लिडरको हातबाट नेतृत्व हस्तान्तरण भएर जाँदै गर्दाखेरि तपाईँले नै पनि देख्नुभयो, भोग्नुभयो। 3 वटासम्म एनआरएनए एनसिसी कुवेत स्थापना भयो, 3 जनाले समेत म अध्यक्ष हुँ भनेर घोषणा समेत गर्नुभयो। 2टाको त अलग अलग अधिवेशनै भएको हामीले देख्न र सुन्न पायौँ। तपाईँ स्वयं आफै निर्वाचन अधिकृत हुँदै गर्दाखेरि कुवेतमा 2-2वटा समिति थियो होइन, त्यसको निर्वाचन अधिकृत हुँदै गर्दाखेरि तपाईँलाई चाहिँ त्यतिखेर कस्तो फिल भयो? यो एनआरएन भित्रको एउटा दुःखद पाटो हो सर। मैले एउटा कविले भन्नुभएको थियो नि, हामी नेपालीहरू जो हामीलाई उडाउने परम्परागत अभावताको खोल यो हामी जन्मिँदाखेरि नै लिएर आछौँ अरे। हेर्नुहोस्, भन्न खोजेको कतिपय कुराहरू हामीले नेपालबाट आफै बोकेर सबै कुराहरू साथमै लिएर आएका हुन्छौँ भन्ने कुरा जस्तै नेपालको एउटा अहिलेको यो 2048 पछिको हाम्रो जेनेरेसनले जुन देखेका छौँ, नेपालमा अत्यन्तै विरोध फुटफुट राजनीतिबाट हामी चाहिँ प्रेसित छौँ क्या सर। त्यो गैरावासी नेपाली पनि त्यसबाट अछुतो रहन सकेन। विभिन्न व्यक्तिहरू आपसमा नमिल्ने राजनीतिको विभिन्न लाइनहरू भए। राजनीति लाइन जस्तो त राजनीतिमा के हुन्छ भन्दा सर, प्रतिस्पर्धा गरिसकेपछि एउटा चाहिँ सरकारमा पुग्छ, एउटा बाहिर हुन्छ। सरकारमा पुगेकाले बाहिर काम गर्ने हो, बाहिरकाले हात उठाउने खबरदारी गर्ने हो। तर यो संस्थामा त फेरि त्यो 3 मान्छे मिलेर काम गर्नुपर्ने हुन्छ एकै ठाउँ, हार्ने होस् या जित्ने होस्। त्यो सबैले चाहिँ राजनीतिको भागभण्डा हुँदाखेरि दुर्भाग्यवश केन्द्रमा एनआरएन फुट्न पुग्यो।
अब त्यो फुट भइसकेपछि जब तपाईँले भन्छ नि मूल फुटिसकेपछि तलतिरका हाँगाहरू त त्यो तपाईँ र म दुईजना छौँ भने दुईजना फुट्न चाहिएन भने तेस्रो व्यक्ति तपाईँ र हामी एकतिर तेस्रो व्यक्ति एकतिर हुँदो रहेछ। त्यो दुर्भाग्यवश अब केन्द्रमा एनआरएन फुटिसकेपछि यहाँ पनि त्यसका हाँगाहरू शाखाहरू जन्मिए। तर फाइनली अहिले चाहिँ तपाईँले मलाई यो तपाईँ र म चाहिँ कुराकानी गरिरहँदाखेरि म निर्धक्का साथ भन्न सक्छु गैर-आवासीय नेपाली सङ्घ त्यो अँधेरो कालखण्डलाई बिर्सेर अगाडि बढिसक्यो र गैर-आवासीय नेपाली सङ्घ अब दुईटा छैन, एक भइसक्यो। त्यो एक भएको संस्थाको म अब केन्द्रीय सचिव भएर म तपाईँको अगाडि आज कुरा गरिरहेको छु भने अब चाहिँ त्यो एउटा पाठलाई सिकेर कमजोरीहरूलाई बाट सिकेर अब गैर-आवासीय नेपाली सङ्घ यसरी जानुहुन्न, हामी एक हुनुहुन्छ भन्ने कुरा हाम्रा अग्रजहरू सबै हाम्रा विदेशमा रहेका नेपालीहरू सबैजनाले यो कुरालाई बुझियो, मनन गरियो र अब कमजोरी भए यसरी जानुहुन्न भनेर फेरि अहिले चाहिँ तपाईँको ब्युटिफुल भन्छौँ नि हामी नेपालीहरू फेरि एउटा सपना जस्तै गरेर सुतेको एउटा निदपछि फ्रेस भएर जागिन्छ भने जस्तै सर्वसहमत रूपमा गैर-आवासीय सङ्घको नेतृत्व चयन गरेर हाम्रो डाक्टर हेमराजीको नेतृत्वमा गैर-आवासीय नेपाली सङ्घ एक भएको छ, अब दुईटा छैन। र अब केन्द्रमा एक भइसकेपछि अब शाखाहरू पनि मर्ज हुँदैछन् र अब हुन्छन् र भोलिको दिनमा अब हामीले दुईटा तीनटा एनआरएन भन्ने दिन आउने छैन, नआओस् भन्न चाहन्छु। समस्या समाधानको उपाय के हो त कुवेतमा एक एनआरएन हुनको लागि तपाईँले देख्नुभयो? सर अब यो एकदम इजी छ, मैले एउटै शब्दमा भनिसकेँ नि, गैर-आवासीय नेपाली सङ्घ एक भइसक्यो, अब दुईटा छैन। तपाईँ घर जाने मूल घर नै एक भइसक्यो र ढोका एउटो छ भने नि अब तपाईँ दुईजना भएर दुईतिर जाने ठाउँ दुईटासम्म पर्खिनुपर्ने कुवेतमा। अब यो काम सुरु भइसकेको छ अरू देशबाट होइन, हामी मध्यपूर्वका यो कुवेतको मात्रै समस्या होइन किन भन्दा संसारभरि नै छ। संसारका अधिकांश देशहरूमा अब मर्ज भइसकेको छ र मिडल इस्टमा पनि हामी चाहिँ मेकानिजमहरू बनाउँदैछौँ आइसिसीबाट र उहाँहरूलाई चाहिँ निर्देशन पनि गरिराखेका छौँ, केही कोड अफ कन्डक्ट पनि बनेका छन्। तपाईँले यो तरिकाले चाहिँ एक हुनुहोस् भनेर एक हुनैपर्छ सर। यसमा अब तपाईँ भने नि त हिजो दुईटा घर थियो दुईटातिर जानुहुन्थ्यो। एक हुने मूल मन्त्र तपाईँ केन्द्रीय सचिवको रूपमा के दिन चाहनुहुन्छ? सर अरू देशमा प्र्याक्टिस भन्छ नि होइन, अरू देशमा जस्तो तरिकाले भएको छ त्यही तरिकाले दिने भन्दा अब दुईटा अध्यक्ष अब हामीले चाहिँ क्लियर रूपमा भनिराखिसकेका छौँ। अब हामीले चाहिँ हिजो नेपालमा प्रधानमन्त्रीहरूले जो त जेट हो दुईटा पाइलटले चलाउँछन् भन्नुभयो, दुर्घटना भयो। हामीले त्यही लिएर गएर हामीले चाहिँ एनआरएनमा पनि दुईटा तीनटा पाइलट बनाइयो, त्यसले पनि रिजल्ट दिन सकेन, अझै दुर्भाग्य भयो। र अहिले चाहिँ हाम्रो स्पष्ट के छ भन्दाखेरि अब दुईटा अध्यक्ष राखेर एउटा एनसिसीमा अथवा आइसिसीमा दुईजना अध्यक्ष राखेर यो चाहिँ हुने रहेछ भन्ने कुरा महसुस भइसकेको छ। चाँडै अधिवेशन गरेर मिल्नु छैन भने केन्द्रको हस्तक्षेप लिनुहोस् भन्ने हो? होइन सर, त्यसरी पनि भनेको छैन होइन, किन भन्दा अहिले नै अधिवेशन गर्ने भन्ने कुरा चाहिँ होइन। अहिले जुन कार्य समिति छ यो मर्ज हुनुहोस्, अधिवेशन हुनु चाहिँ मर्ज हुनु पर्यो। मर्ज हुँदाखेरि अब त्यसका केही नर्म्सहरू अब सबै देशमा फेरि एउटै किसिमका फर्मुलाहरू यसमा लागू भएका छैनन् होइन। अब यहाँ चाहिँ मिडल इस्टकै कुरा गर्न पर्दा जस्तै युरोपमा चाहिँ धेरै देशमा तपाईँलाई पहिलो चाहिँ जर्मनीबाट सुरु गर्नु, हाम्रो अध्यक्ष आफै गएर उहाँ चाहिँ एकजना अध्यक्षलाई चाहिँ आइसिसीमा लैजानुभयो, उहाँ चाहिँ अर्कालाई एकजनालाई चाहिँ अध्यक्ष दिनुभयो। हामीले आइसिसीले यो मिटिङबाट पारितै के गरेको छ भन्दा जस्तै दुईजना अध्यक्ष भएको ठाउँमा तीनजना अध्यक्ष भएको ठाउँमा छोड्नेलाई केही न केही जिम्मेवारी दिने, माथिल्लो तहको जिम्मेवारी दिने भनेर भन्नुभएको छ। त्यसपछि अब जब अध्यक्ष मिलिसकेपछि त अरू पदको चाहिँ खासै समस्या छैन र मिल्नुपर्छ, मिल्नुहुन्छ र मिल्नुको अब विकल्प छैन। किन छैन भन्दा तपाईँ हामीले भन्नै परेन नि, तपाईँको जब मूल घर हिजो दुई ठाउँमा गइन्थ्यो हामी सरी अब हाम्रो केन्द्र नै एउटा सर्कल भइसक्यो भने अब उहाँ दुईजना जाने एउटै ठाउँ भएपछि अगाडि पछाडि गरेर जानु होला। अब अगाडि पछाडि गरेर जाने कुरामा पनि हामीले भन्ने हो अगाडि पछाडि गरेर आउनुभयो भने तपाईँलाई लिँदैनौँ, किन भन्दा अब हामीले एउटा लिने हो भनिसकेपछि अब मिल्ने सुरु भइसकेको छ, विकल्प छैन र मिल्दैन भएन भने अब 1 2 3 तिर नो बट भन्छन् नि, केही पनि छैन। अब मिल्नुपर्छ र मिल्नुहुन्छ। मिल्ने तरिका के भन्दाखेरि त्यसका चाहिँ सबै देशका फरक फरक कुराहरू छन् र कुवेतमा पनि अब दुईजना मध्ये चाँडै सुन्न पाउँछौँ र सर यो हुन्छ र हुनैपर्छ। अब भएन भने भन्ने अन्तिममा हुन्छ नि कहिलेकाहीँ यदि यहाँ त मिल्दै मिल्ने भएन भन्दै भएन भने त्यसको पनि
अरू देशमा जुन किराहरू लागू हुन्छन् त्यो कुवेतमा पनि लागू हुन्छ केन्द्र निर्देशन मान्नुपर्छ सर। भने सुजन केसी निर्वाचन अधिकृत हुँदै गर्दाखेरि 2-3वटा देखिएको एनआरए नै अब सुजन केसी केन्द्रीय सचिव हुँदै गर्दाखेरि मर्ज भएको पनि हामी देख्न पाउँछौँ। यसमा चाहिँ ढुक्क हुनुहोस्, यही कार्यकालमा देख्न पाउँछौँ एकदम होइन, यो कार्यकाल भन्दा 3 महिनाभित्रै देख्न पाउँछौँ। 3 महिनाभित्र एकदम ढुक्क हुनुहोस्। यसमा चाहिँ अब केन्द्रले नै सबैले निर्णय गरिसकेको र सबै देशमा भइसकेपछि त कुवेत पनि हुने भयो नि सर। किन भन्दा जब मिल्ने र मिलाउने भनेपछि त आइसिसी मिलिसकेपछि हिजो यहाँ फुट्नुको कारण के थियो भन्दा दुईटा पक्ष नमिल्दै गर्दाखेरि तेस्रो पक्ष आउन सक्ने सम्भावना के देख्नुहुन्छ कुवेतमा? छैन सर, तेस्रो पक्ष आउँदैन होइन। किन भन्दाखेरि अब तपाईँलाई अलिकति संस्थागत के हुन्छ भन्ने कुरामा जाँदाखेरि दुईटा पक्षलाई मिलाउने हो। मिल्नु भएन भने केही समयपछि त्यो मिल्नेका पनि केही छन् क्या सर। अनि दुईटै अध्यक्ष मध्ये जस्तै अब स्टार्टिङमा फर इक्जाम्पल भनौँ एउटा चिज एकजनाले नेतृत्व लिने होइन, दुईटै एउटै संस्थाहरूमा गएर दुईटैलाई भ्यालिड नगराउने, अब त्यसपछि गएर केही सम्मति अभाव बाँडेर पनि हुनसक्छ। अब यो कुनै पनि भन्छौँ नि त्यो अप्सनहरू सबै देशमा भएको छन्, भएन भने त्यसमा चाहिँ अधिवेशन गराउने हुन्छ। त्यो अधिवेशन गराउने भने त्यो अधिवेशनको जिम्मा चाहिँ त्यो सभापतित्व गर्ने अध्यक्षलाई चाहिँ हाम्रो केन्द्रीय निर्देशन अनुसार अब मिटिङमा भएअनुसार पनि दुवै अध्यक्षले नै त्यसको चाहिँ कानुनी वैधानिकता पाउनुहुन्न। त्यसमा चाहिँ आइसिसीले नै त्यसमा हस्तक्षेप गर्न पर्ने हुन्छ, त्यो गर्छ। त्यस कारणले गर्दाखेरि मलाई पुरा विश्वास छ यहाँका अध्यक्षज्यूहरू अति राम्रा हुनुहुन्छ। हाम्रो त यहाँ केही पनि भएको छैन सर। हिजो दुईजना खुसी भएर तपाईँलाई मैले विश्वमा अब यो एनआरएनको सचिव बनेर कुरा गरिरहँदा भन्न नहुने पनि हुनसक्छ। कति अप्ठ्यारा पाटाहरू छन्, दुईटा छन्। हाम्रो त अधिवेशन भएको अर्को दिन पनि कुवेतको अध्यक्षहरू त एउटै मञ्चमा बसेर हाँसी खुसी रहनु भएको त हामीले देखेका छौँ। त्यो कारणले गर्दाखेरि यहाँ समस्या छैन सर, समस्या आउँदैन, सहज हुन्छ। तपाईँ नेतृत्वमा सफल हुन्छ, हामी शुभकामना दिन्छौँ। तपाईँ स्वयं पनि एनआरएलाई नेतृत्व गर्दै अगाडि ग्लोबल लिडर बन्दै जाने क्रममा चाहिँ हामीले सुनेका थियौँ अधिवेशनको ताका काठमाडौँमा रिजन कोअर्डिनेटरको रूपमा तपाईँले एउटा नेतृत्व लिन जाँदै अचानक त्योभन्दा बढी लार्जर देन द लाइफ पाइन्छ भनिन्छ नि कहिलेकाहीँ। तपाईँले सचिव सेक्रेटरीको रूपमा एउटा अन्तर्राष्ट्रिय सचिवको रूपमा जिम्मेवारी वहन गर्दै हुनुहुन्छ। विश्वभरिका 80भन्दा बढी मुलुकहरूलाई तपाईँले एउटा सचिवको रूपमा एउटा सेक्रेटरियल काम पनि गर्दै हुनुहुन्छ। शुभारम्भ भइसकेको छ त्यो कामको पनि। यो अचानक एउटा वेमा गएको मान्छे अर्को त्योभन्दा धेरै चिज पाउनु भने चाहिँ सुजन केसीको विद्वता क्षमता हो कि सेटिङ मिलेर हो? धन्यवाद सर। यो कस्तो थियो भने यो एनआरएनको अब केन्द्रमा गएर चुनावी लड्ने, अहिले भएन चुनाव, तर अरू बेला त चुनावै हुन्थ्यो सर होइन। चुनावी हुँदाखेरि लगभग तपाईँ चाहिँ अब अछुतो छैन, प्यानल हुन्छन्। अब प्यानलमा नपरेको मान्छेले जित्न पनि गाह्रै हुन्छ चुनावमा जहाँ पनि होइन। हामीले अब विभिन्न संसारभरिको यो प्र्याक्टिस देखिराखेका छौँ र मेरो चाहना चाहिँ र तयारी पनि सचिवकै नै थियो। तर त्यो बिचमा कस्तो भयो भन्दा यो मध्यपूर्वको सबै साथीहरू र अब केन्द्रको साथीहरूले अब अहिले चाहिँ अलिकति अप्ठ्यारो पर्यो होइन। अब तपाईँ चाहिँ फेरि मध्यपूर्वमै जाऊँ होइन। हाम्रो बिचमा एउटा अन्डरस्ट्यान्ड भयो क्या मध्यपूर्वकै साथीहरूमा। अब त्यहाँ पहिला नै आरसी लडिसकेको साथीहरूले पनि एक सचिव, अब म 2 कार्यकाल आरसी भइसकेँ, मिलेर जाउँ, अब मलाई सचिव छोडिदिनुहोस्। अब तपाईँहरूको त चान्स छ नि होइन। अब हाम्रो त जाने ठाउँ पनि भएन, मिलेर जाउँ भन्दा को उपाध्यक्ष लड्ने, को सचिव लड्ने, त्यसपछि गएर को चाहिँ आरसी लड्ने भन्ने कुरो मिलाउँदै जाँदाखेरि म सचिवबाट तल झरेर मैले उम्मेदवारी दिनु पर्यो। मेरो तयारी सचिवमा थियो। त्यसपछि फेरि काठमाडौँमा गएर अब चुनाव नहुने भयो। अब प्रतिस्पर्धी र सहमतिमा मिलेर जाने भन्ने कुरामा फेरि सबैतिरबाट हाम्रो चाहिँ होइन, तपाईँ सचिव जान खोजेको मान्छे पनि हो, तपाईँ उहाँ अब्बल पनि हुनुहुन्छ, सचिवको लागि पर्फेक्ट पनि हुनुपर्छ भने सर्वसहमतिको वातावरण जाँदाखेरि फेरि अब त एकजना तलमाथि त हुनु पर्यो। त्यो माथि लैजाने कुरामा पनि म माथि जान्छु भन्दा सबैजना अग्रजहरू साथीहरूले अब सुजनजीलाई नै त्यो सचिव पद चाहिँ ठिक छ भनेर साथीहरूले त्यसो दिनुभयो। यसको लागि सबैलाई अब थ्याङ्क यू भन्नु पर्यो। हामी पनि तपाईँ त्यहाँ पुग्नु भएको हामी त्यहाँ पुगेको महसुस गरेका छौँ। तपाईँको कार्यकाल सुखद रहोस्, पुनः एकपटक शुभकामना छ। अब यही विषयवस्तुमा आउँदै जाँदाखेरि चाहिँ अहिले नेपालमा एनआरएनको नेतृत्व परिवर्तन सँगसँगै नेपालको राजनीतिक नेतृत्व पनि परिवर्तन भएको छ। लगभग 2/3 लगभगको सरकार गठन भइसकेको छ। 100 दिनको यो पेसमा काम गरिरहेको छ सरकारले। तपाईँ एउटा अभियन्ताको हिसाबले, एउटा वैदेशिक रोजगारमा रहेको नेपालीको हिसाबले, एउटा सचेत नागरिकको हिसाबले यो सरकारसँग तपाईँको के कस्ता आशा अपेक्षा छन्? सर पक्कै पनि हामी विदेशमा लामो समय बिताए पनि
माया नेपालको छ, हामी नेपाली हो, वर्षमा 3-4 पटक नेपालमा गएका छौँ, सबै परिवार नेपालमा छौँ, हामीले कमाएको 2-4 पैसा पनि नेपालमै छ होइन भन्दा नेपाल चाहिँ राम्रो भइदियोस् भन्ने सबै हाम्रो चाहना हो। र यो विगतको 2-3 दशकमा नेपालमा जस्तो किसिमको राजनीतिक अस्थिरता भनौँ न छ, त्यसले गर्दाखेरि देश विकास हुन नसकेको, वैदेशिक रोजगारमा मान्छेहरू गएर पनि अब 8-10 वर्ष काम गरिसकेपछि पनि नेपालमा जाँदाखेरि फेरि जिरो हुनु परेको, यो अवस्थालाई अबको सरकारले 5 वर्षसम्मको निरन्तर सरकार बनोस् होइन, जस्तो किसिमको जनताको म्यान्डेट मिलेको छ, उहाँहरूलाई यो 5 वर्षमा केही गर भनेर दिएको जस्तो लाग्छ कि तपाईँ हामी सबैले होइन। त्यो गर्ने बेलामा अबको साथीहरूले, अबको सरकारले गर्नु पर्यो र वैदेशिक रोजगारमा यो 5 वर्षमा तपाईँ हामी फर्किसकेपछि नेपालमा केही गर्ने त ठाउँ पाउनु पर्यो नि सर। एकदमै त्यो व्यवस्था चाहिँ अब सरकारले गर्नु पर्यो। र अर्को कुरा चाहिँ सधैँभरि वैदेशिक रोजगारमा 5 वर्ष 7 वर्ष चाहिँ हाम्रो चाहिँ आफ्नो पाखुरामा भन्छौँ नि, पाखुरामा बल सन्जोली चाहिँ विदेश जाने, अनि अलिकति कमजोर भइसकेपछि नेपालमा गएर हामी चाहिँ अलपत्र पर्ने, यो वैदेशिक रोजगारीको एउटा पीडा छ। हाम्रो बाबुबाजेहरू त लाउरे बन्न जानुहुन्थ्यो, पेन्सन बन्न लिएर आउनुहुन्थ्यो, झन् बुढो हुनुभयो, पेन्सन आउँछ भनेर नानातिनादेखि सबैले माया गर्थे, ख्याल गर्थे। हाम्रो त त्यो पनि छैन भनिसकेपछि अब नेपालीहरू विदेशिक रोजगारीमा 10-15 वर्ष फर्किसकेपछि नेपालमा गएर केही गर्ने कि भन्दा वैदेशिक रोजगारीमा मेरो भनाइमा र अहिलेको सरकारलाई पनि हाम्रो सुझाव के भन्दा 10 वर्ष काम गरेर 10-20 लाख रुपियाँ एकजना मान्छेले, जिरोमा आएको मान्छेले कमाउँछ भने त्यो पैसा लिएर गइसकेपछि भोलि नेपालमा केही गरेर उसको जीविका गर्ने चाहिँ, जीवन आर्जन गर्ने चाहिँ एउटा व्यवस्था होस्, त्यो लगानी होस्, व्यापार होस्, केही न केही गरेर उसको चाहिँ जीवन चाहिँ 20 वर्ष काम गरिसकेपछि 10-20 लाख रुपियाँ कमाइसकेपछि त केही गर्नु अब गर्न सक्ने स्थिति चाहिँ भन्न खोजेको नेपालमा रोजगारी सिर्जना होस्, व्यवसाय सिर्जना होस्, कल कारखानाहरू, उद्योगहरू सञ्चालन होस् र नेपालमा केही न केही चिजहरू प्रोडक्सन हुन सुरु हुनुपर्छ। त्यो चाहिँ नेपाल सरकारले गरिदियोस् जस्तो लाग्छ। र सधैँभरि मैले के भन्न चाहन्छु भने अहिलेलाई नि त यो सम्भव छैन होला, तर पनि यदि यो 5 वर्षको कार्यनीतिमा नेपाल सरकारले वैदेशिक रोजगारीलाई प्रोत्साहन गर्ने भन्दा नेपालमा सानै भए पनि केही चाहिँ रोजगारीको अवसर चाहिँ सृजना गर्नतिर लाग्नुपर्छ जस्तो मलाई लाग्छ। किन भन्दा तपाईँ हामीले प्रश्न देखेको, मैले पूर्व प्रधानमन्त्री, पूर्व राष्ट्रपतिको पनि पत्रकारिता गर्दै गर्दा इन्टरभ्यू लिने, अन्तर्वार्ता लिने मौका पाएको थिएँ। त्यो बेला भन्नुहुन्थ्यो हामीसँग वैदेशिक रोजगारको विकल्प छैन 20 वर्षलाई भन्नुहुन्थ्यो। म त्योसँग अलि एग्री हुँदैन। किन भन्दा अब चाहिँ डे बाई बाट देश र नेपालीहरू कहिले पनि वैदेशिक रोजगारीलाई प्राथमिकता राख्यो, भोलि होला सर्ट पिरियडको लागि केही असर होला, तर वैदेशिक रोजगारीलाई प्राथमिकतामा नराखिदिनुहोस्। तपाईँ चाहिँ नेपालमा कसरी फर्काउने र नेपालमा चाहिँ स्वरोजगार बनाउने र अब आएका युवा पिँढीहरूलाई विदेश जानबाट कसरी रोक्ने भन्ने चाहिँ त्यस्तो कार्ययोजना ल्याइदिनु भयो भने पक्कै पनि यहाँ बसेर तपाईँ हामीले हेर्न सुन्न। तपाईँको संवाद सुन्दाखेरि तपाईँ अत्यन्तै आशावादी हुनुहुन्छ नयाँ सरकारबाट। हामी सबै पनि छौँ, किनभने सरकारले जुन किसिमको बहुमत प्राप्त भएको छ, आशावादी रहनुपर्छ। तपाईँ आफू पनि घसघस्याउने ठाउँमा हुनुहुन्छ, त्यो घसघसाट गरिराख्नु होला, त्यो भाइब्रेसन दिनु होला, ताकि केही नीतिगत रूपमा परिवर्तन होस् विदेशमा बस्ने नेपालीको लागि। हामी तपाईँसँग अनुरोध पनि गर्न चाहन्छौँ। यही विषयवस्तुमा अर्को एउटा विषय जोड्न चाहन्छु कि नेपालीहरूले भोलिको दिनमा नेपालमा गएर लगानी गर्दै गर्दाखेरि के कस्ता क्षेत्रमा लगानी गर्न सक्छन्? विदेशमा सिकेको श्रम, पसिना, यहाँ आर्जन गरेको विभिन्न किसिमका स्किलहरूलाई चाहिँ नेपालमा गर्नको लागि तपाईँ के कस्ता उत्प्रेरणा दिन चाहनुहुन्छ? सर, अब मैले आफूले लगानी नगरे पनि मैले धेरै गैरआवश्यक यो नेटवर्कमा रहँदाखेरि धेरै साथीहरूले लगानी गर्नुभएको छ, नेपालमा ठुलो लगानी गर्नुभएको छ। सबैभन्दा पहिला लगानी गर्न तपाईँ होस् म होस्, तपाईँले चाहिँ एउटा सानो पसल पनि खोज्नुहुन्छ भने यो भोलि व्यापार कति होला, नाफा कति कमाइएला र सुरक्षा कति होला भन्ने कुराहरू हुन्छन्। नेपालको अहिलेसम्म सुरक्षित लगानी भन्ने भएन क्या सर। लगानी सबभन्दा पहिला चाहिँ राज्यले लगानीको सुनिश्चितता गरिदिनु पर्यो। त्यो नेपालमा देखिन्न।
नेपालमा अब यो एउटा आन्दोलनको राम्रो पाटो त्यतातिर नजाउँ होइन। एकजना व्यापारीको उहाँले व्यापार गरेर कमाएर दिनमा जबसम्म देशमा ठुला व्यापारी हुँदैनन्, उद्योग कल कारखानाहरू खोल्दैनन्, रोजगारी सिर्जना हुँदैन, म्यानुफ्याक्चरबाट प्रोडक्सनहरू सुरु हुँदैनन्, देश डेभलप हुँदैन। जब तपाईँको कुनै देशमा कल कारखानाहरू खोल्दैनन्, तपाईँको रोजगारी हुँदैन, तपाईँ वैदेशिक रोजगारमा जान सक्नुहुन्छ। पनि त्यो व्यापारीलाई पनि पहिला हेर्नुहोस्, राज्यको नीतिले पहिला हामीले त भन्छौँ नि, किन भन्दा अलिकति हामी राजनीतिबाट बढी प्रेरित छौँ। त्यो धेरै पैसा कमाएको मान्छेलाई गाली गर्नुभन्दा राज्यको नीतिले त्यो व्यापारीलाई चाहिँ अझै धेरै मान्छेलाई चाहिँ रोजगारी कसरी दिन्छ, यति 50 जनाले दिएको छ, के गर्यो भने उसले चाहिँ 100 जनालाई दिन सक्छ भन्ने नीति ल्याउनु पर्यो। र लगानी गर्दाखेरि हेर्नुहोस्, मैले एउटा सानो कुराहरू अन्तिममा यहाँ छोडेँ। नेपालमा हामीले कृषिमा लगानी गरियो, त्यतिखेर सरकारले अनुदान दिन्थ्यो। त्यहाँ नेपालमा 10,000, 5,000, 20,000, 1 लाख, 2 लाखकालाई रोजगारी दिनेमा हामीहरूले लगभग त्यहाँ करोडौँको लगानी गऱ्यौँ। त्यो पनि धेरै साथीहरूको अरबमा भएका कलेक्टिभ हुन्छन्। त्यो अनुदान दिने बेलामा पनि हेर्नुहोस्, नेपालमा यस्तो आउने रहेछ, जो त्यहाँ कसैको छ र उसैसँग म्याच भएको के। यदि कसैको चाहिँ भैँसीलाई दिनु पऱ्यो भने जसको बाङ्गे सिङ छ त्यसलाई दिनु भनेर त्यो चाहिँ अनुदानको त्यो उसमै लेखिँदो रहेछ कि हेर्नु, जसको चाहिँ 250 बिघा जमिन छ, अथवा चाहिँ जसको चाहिँ 200 यस्तो छ, अथवा चाहिँ जसले चाहिँ यतिवटा रुख छन्, उसका रुख कामै नलाग्ने होलान्। अब तपाईँले चाहिँ 400 रुख भएको जमिनलाई चाहिँ अनुदान नीतिगत रूपमा भ्रष्टाचार छ नि। अबको यिनी सरकारहरूले यिनी चिर्दियो भने नेपालमा हेर्नुहोस् सकिन्छ। तर सबभन्दा पहिला व्यापार व्यवसाय लगानी भन्दा नेपालको सरकार र तपाईँ हाम्रो के हुनु पर्यो भन्दा उत्पादनको मूलक कुराहरूमा, म्यानुफ्याक्चरमा, कल कारखानाहरू खोल्नेतिर, उद्योग धन्दाहरू खोलेर रोजगारी सिर्जना गर्ने। नेपालमा केही न केही चाहिँ उत्पादन हुनु पर्यो क्या सर। केही चिजहरू बनाउनु पर्यो भने हामी त्यसमा केही पनि बनाउँदैनौँ त अब कहाँबाट रोजगारी गर्न आउँछ। त्यही भएर लगानी गर्ने भनेको हेर्नुहोस्, त्यो अब हामीहरूले नेपालमा सिकेका सिपहरू छन्। मैले नेपालमा गएर एउटा दुईवटा त्यस्तो रेस अलिअलि किराकारी पनि गरेको। मैले चाहिँ एउटा अरू केही नभए पनि एउटा मिनरल वाटर चाहिँ बनाउँछु यो कम्पनीमा भनेर मैले अलिकति रेस गरेको। त्यो पनि अहिलेको परिस्थितिले विभिन्न झन्झटिला कुराहरूले सम्भव छैन क्या सर। त्यो राज्यको अबको नीति चाहिँ प्र्याक्टिकल बेस्ड हुनु पर्यो र थोरै समयको लागि हामीले चाहिँ केही गाह्रो परे पनि त्यस्तो नीतिहरू लिनु पर्यो कि जसले चाहिँ दीर्घकालीन रूपमा गएर फाइदा गरून्, सकारात्मक प्रभाव पारौँ। र अर्को कुरा चाहिँ हेर्नुहोस्, एजुकेसन। नेपाललाई चाहिँ अब एजुकेसन क्षेत्रमा अझै अगाडि लैजानुपर्छ। मान्छेहरू शिक्षित नभइकन अहिलेको विश्वमा अगाडि प्रतिस्पर्धा गर्न सकिन्न। अबको तपाईँले सानो व्यापार गर्नुहोस्, चाहे चाहिँ कुनै लगानी गर्नुहोस्, केही गर्नुहोस्, तपाईँको चाहिँ विश्व व्यापारसित प्रतिस्पर्धा गर्नुपर्छ। त्यसको लागि चाहिँ एजुकेसनको एकदमै आवश्यकता छ जस्तो लाग्छ मलाई। अब एनआरएनएले चाहिँ समृद्धिको लागि अनि डायस्पोराको लगानी स्वदेशमा भित्राउनको लागि या ग्लोबल रूपमा नेपाललाई रिप्रेजेन्ट गर्नको लागि यो तपाईँको नयाँ अन्तर्राष्ट्रिय समितिले चाहिँ के कस्ता योजनाहरू बुनेको छ या गर्ने क्रममा छ? सर अब यसमा चाहिँ तपाईँको हाम्रो एनआरएनको पहिलेदेखि गर्ने नीति के छन् भन्दाखेरि विशेष गरेर विदेशमा सिकेको भएको पुँजी र सिप दुइटैलाई चाहिँ नेपालभित्र आउनुपर्छ। र अर्को एनआरएनको मोटोमै के छ भन्दाखेरि त्यो जबसम्म राज्य धनी हुँदैन तबसम्म त्यो देशका मान्छेहरू धनी हुँदैनन्। र राज्य धनी बनाउनको लागि हामीसँग अहिले भनेको विदेशी लगानीहरू भित्राउनुपर्छ। हामी नेपालीहरूले मात्रै गरेर पुग्दैन, विदेशीहरूलाई पनि लगानीको बाटो बढाउनुपर्छ भनेको हामी साथीभाइले जो त्यसमा छौँ विदेशी नेपालमा गएर नेपालमा धेरै अवसरहरू छ तर नेपाली हामीसँग प्रशस्त पैसा छैन, हामी हाइड्रो बनाउन सक्दैनौँ। त्यत्रो हुँदाखेरि भने कमसेकम विदेशी लगानीकर्ताहरूलाई पनि नेपालमा लैजानुपर्छ भन्ने नै हाम्रो त्यो प्रमुख छ। अब अहिले चाहिँ नेपाल सरकारले पनि अस्ति भर्खरै पनि एउटा चाहिँ ल्यान्ड फन्डको चाहिँ एउटा एनआरएन फन्ड बनाउने भन्ने कुरा चाहिँ छ। त्यो फन्डको मार्फत सामूहिक रूपमा लगानी जम्मा गरेर एनआरएनले हेर्नुहोस् विगतमा पनि अहिले चाहिँ नेपालकै अब तपाईँले उसमा पनि हेर्नुभयो सेयर बजारमा पनि हेर्नु एनआरएन इन्फ्रास्ट्रक्चरको एउटा चाहिँ ठुलो कम्पनी नेपालमा आज मार्केटमा छ होइन। अन्य कम्पनीहरू पनि नेपालमा एनआरएनले धेरै लगानी गर्नुभएको छ तर जति नेपाल सरकारले अपेक्षा गरे जति र गैर आवासीय नेपालीहरूले लगानी गर्न सक्ने जति लगानी भएको छैन। यसलाई चाहिँ
चाहिँ सामूहिक लगानीका अवधारणाहरू आउँदैछन् र यसबाट छिट्टै नै अब विदेशमा रहेका नेपालीहरूले सानो 1 लाख 2 लाख लगानी गर्न चाहनेले पनि यो लगानी गर्न सक्नुहुनेछ र त्यसको साथसाथै अब गैरआवासीय नेपाली सङ्घको नेपालमा अब सरकारले कति सुन्नुहुन्छ कस्ता किसिमका नीति नियमहरू बन्यो भने विदेशीहरूले नेपालमा लगानी ल्याउनुहुन्छ भन्ने कुराहरूमा पनि छलफल सुझावहरू गैरआवासीय नेपाली सङ्घले दिएको छ। हेर्नुहोस्, किन भन्दा अब विदेशमा हामी छिमेकी 2 समृद्ध देशहरूका बिचमा छौँ, विश्वमा व्यापारीहरूले लगानीका ठाउँहरू खोजिरहेका छन् भनेर पनि फेरि पनि नेपालमा चाहिँ लगानी भित्रिएको छैन, कति लगानी गर्न तयार छैन भन्दा त केही न केही न त हाम्रो नीतिमा पनि कमजोरी छ होला नि। त्यस विषयमा पनि सरकारसँग सहकार्य र सुझावहरू दिने कार्यहरू भइरहेको छ। भनेपछि अहिले पछिल्लो समयमा नेपालीहरूको विशेष गरी डायस्पोरामा रहेका नेपालीहरूको सम्पूर्ण नेपालीहरूको आशा यो एनआरएनएसँग पनि छ र नेपाल सरकारसँग पनि छ र तपाईँहरूले नेतृत्वमा पुग्नु भएको कारणले हामी कुवेतमा भएका नेपालीहरूको आशाको केन्द्र पनि हुनुहुन्छ। तपाईँ जतिको मान्छे आज यो निरेम टकमा आएर हामीसँग गफ गर्दै गर्दाखेरि मैले 2टा प्रश्न सोध्न भुलेछु भने त्यो मैले यहाँ काम गर्ने नेपालीहरूलाई न्याय गरेको मानिँदैन। पहिलो विषयवस्तु घरेलु महिला श्रमिकको विषयमा रहेको छ। घरेलु श्रमिक बढी महिलाको बाहुल्यता रहेको छ। कुवेतमा बन्द गर्दा गर्दा पनि यति धेरै आइसक्नुभयो, 65,000 प्लसको सङ्ख्यामा हुनु दूतावासले नै भन्ने गरेको छ र धेरै यातनाका कुराहरू पनि आउँछन् र धेरै विषयवस्तु यसमा जेलिएको छ। यो खोल्नुपर्छ, बन्द गर्नुपर्छ या यसलाई व्यवस्थित गर्नुपर्छ? तपाईँको सुझाव के छ? सर, म लगभग 25 वर्ष भनौँ होइन, अब 22-25 वर्ष पहिला कुवेत आउँदा पनि मभन्दा पहिला पनि यहाँ घरेलु कामदारहरू आइसक्नु भएको थियो र आजको सङ्ख्या पनि नेपाल सरकारले बन्द गरेको धन्नै 1 दशक पुग्दाखेरि पनि आज 65,000 छन् भनेर हजुरले नै डाटा भनिरहनु भएको छ भनेपछि त त्यहाँ केही न केही छ भन्ने कुरा त बुझियो नि। किन भन्दा बन्द भयो भने त कहाँ बन्द भएको रहेछ, खोलिएको थियो भने पनि हामीभन्दा पहिला पनि अब यहाँ 90कै दशकमा पनि घरेलु कामदारहरू कुवेतमा आइराख्नु भएको रहेछ र केही समस्याहरू पनि होलान्। अब केही अपर्च्युनिटी थिएन, केही पनि थिएन भने त यहाँ यो 65,000 पुग्नु पनि थिएन होला। आकर्षण छ के? 65,000 आकर्षक छ। 65,000 मान्छे मध्ये सबै आधाभन्दा धेरै त फर्केर गइसक्नु पर्ने थियो होला भनेपछि त्यहाँ आकर्षक पनि छ। भनेपछि यसको समस्या के नेपाल सरकारलाई थाहा छैन त? तपाईँ हामीले खोल्ने र बन्द गर्ने कुराहरू गरिरहँदाखेरि यो सरकारले चाहिँ नेपाल सरकारले पनि अब खोल्ने कि बन्द गर्ने भन्ने कुरो नेपाल सरकारको पोलिसीमा आउनु पर्यो। यहाँका सरकार भनिसकेपछि सरकारका सम्बन्धित निकायहरूबाट पनि यो कुरोहरू जानु पर्यो। हामी सरकारले चाह्यो भने, नेपाल सरकारले चाह्यो भने यो सरकारलाई थाहा भएको नथाहा भएको पनि होइन र सरकारले चाहेर रोक्न नसक्ने भन्ने पनि होइन। भनेपछि हामी स्पष्ट के हुनु पर्यो भने यहाँ नीतिमा समस्या हो, नेपाल सरकारकै नीतिमा समस्या छ। नेपाल सरकार स्पष्ट हुन सकेको छैन। किन भन्दा सरकारले तपाईँ हामीले यहाँ बसेर सधैँभरि हाउसमेटहरूले दुःख पाएर हाउसमेटहरूले उद्धार गरिरहनु पर्यो भनिरहन भन्दा यो सरकारले थाहा नपाएको त होइन। सरकारले एउटा स्पष्ट नीति किन लिन सक्दैन त? गभर्मेन्ट टु गभर्मेन्ट एउटा हामीले चाहिँ टक हुनु पर्यो र हामी नेपाल सरकारले समस्या पायो भने कि त रोक्न चाह्यो भने एउटा कुरा स्पष्ट छ सर। अब तपाईँले पनि कति देख्नुभएको छ, यहाँ आएका अहिले आधाभन्दा धेरै मान्छेहरू त नेपालकै एयरपोर्ट पर गरेर नेपालबाटै आउनुभएको। अवश्य पनि यहाँ 65,000 मान्छेले काम गर्छन् भन्ने त नेपालको सबै मन्त्रीहरूलाई पनि थाहा छ, नेपाल सरकारलाई पनि थाहा छ। यो डाटा नै नेपाल सरकारले दिएको भनेपछि र नेपाल सरकारले रोक्न भनेर कुनै पहल गर्नुभएको छ पनि गर्नु भएको छैन भने त यहाँ त कस्तो छ भन्दा ढोका खोलेर ढोका बन्द गरेर झ्याल खोलिदिएको छ। कि त नेपाल सरकारले प्रष्ट कि त नीति ल्याउनु पर्यो यो विदेशमा अब घरेलु कामदार नपठाउने भन्ने कुरा, त्यो एउटा कागजको टुक्रामा एउटा निर्णय गरेर नपठाउने भन्ने मात्रै कुरा हो। नपठाउने भनिसकेपछि त त्यसलाई रोक्नलाई के मेकानिजम बनायो त नेपाल सरकारले? केही पनि बनाएन। यो थाहा नभएको कुरा पनि होइन र तपाईँले चाहिँ यो सरकार अथवा यो निकायहरूले रोक्न चाह्यो भने पार चाहिँ रोक्न पनि सकिन्छन्, रोक्न पनि चाहँदैन सरकार भनिसकेपछि अबको सरकारले यो घरेलु कामदारको बारेमा स्पष्ट हुन जरुरी छ। स्पष्ट किन भन्दा पठाउने हो भने पार अब राम्रो तरिकाले शरम गरेर व्यवस्थित रूपमा पठाउँ। तपाईँको रोक्ने भन्ने डिसिजन हो भने कम्प्लिटली रोक्न, यो आधा कचल चाहिँ भन्छ नि हाम्रो तरिकाले एउटा
सर हाम्रा यिनी नेपाली आउने पनि नेपाली दाजुभाइ दिदीबहिनी हुन् र पठाउने पनि दिदीबहिनीहरू हुन्, नेपालबाट सबै कुरा गर्ने पनि दिदीबहिनी हुन्। हामीले त्यहाँ केही स्ट्रङ कानुन बनाए कडाइमा गएको भए त यो त सम्भव त छैन नि सर। यो त नेपाल सरकारले जानी छोडे हो। यो साँच्चै भन्नुपर्दा मेरो शब्दमा सुन्नुहुन्छ भने सरकारले नै पठाएको, एक किसिमले खुल्ला छोडे हो। 2000, 5000, 10,000 मान्छे आउन सक्छन्। यो सरकारले थाहा पाइसकेपछि पनि कारबाही नगर्नु भनेको त सरकारले छोडेको हो नि सर। चाहिँ म चाहिँ तपाईँलाई एउटा सिम्पल कुरा भन्छु, म बोर्डरको नजिकको मान्छे हो, फुटबलको मान्छे। अहिले बोर्डरमा त्यहाँ कडाइ भइरहेको देख्छौँ। हामी अहिले पनि पूजा आजा बिहा वर्ग मेला पर्व हामी सबै इन्डियामा सामान किन्न जान्छौँ। दिन्न भन्छन्, सबैलाई 20 किलो 50 किलो सबैलाई दिन्छन् त। त्यहाँ ठाउँमा बन्द गरिदिएको भए त हामी किन्नै जान्थेनौँ नि, किन्नै जान्थेनौँ। त्यो पैसा नेपालमै खर्च हुन्थ्यो। त्यो सरकारले भन्छ पनि छोडिदिन्छ पनि सबैलाई। दसैँ आयो भनेर दसैँमा किन्न पाइने भनिन्छ, सबैजनाले इन्डियाबाट सामान ल्याइन्छ। कसैको बिहा भयो, अब 20-25वटा साडी किन्न छ, सबै इन्डिया गरेर ल्याउनु छ। अहिले च्याप्पै समातिदिने भने त 2 पटक 4 पटक तपाईँको त्यो साडी समातिदिएर चिनीको बोरा हाम्रो समातिदिएर राखिदियो भने त हामी अर्को पटक त त्यहाँ त अहिले दिन्न भनेर जाँदैनौँ नि, त समातिदिन्न। नेपाल सरकारले बन्द गर्ने त भन्यो, तर आउने बाटो रोक्ने केही कोसिस गरेन। त्यस कारणले गर्दा यो घरेलु कामदारको समस्याको पूर्ण जड नेपाल सरकार र नेपालको नीति हो। तपाईँ हामी यहाँ बोल्नु भनेको यो थोत्रा गाला बजाउने भन्छ नि ठेट भाषामा, त्योभन्दा अरू केही पनि छैन। नीतिगत रूपमै सुधार हुनु, नीतिगत रूपमा सरकारले सुधार गर्नुपर्छ, गरोस्। तपाईँ हामीले पनि आवाज उठाउँ। यहाँ अहिले बन्ने अब नेपालमा अहिले चाहिँ भनौँ न परिवर्तित सरकार छ भनौँ, उहाँहरूले पनि केही गर्नु पर्यो र हाम्रो निकायहरू सम्बन्धित निकायहरूले पनि यो दिनु पर्यो। यो किन भन्दा के लुकाउने के गर्ने भने जस्तो हो। यो बन्द भन्ने कुरा चाहिँ त्यो मान्छेलाई चाहिँ भ्रममा पार्ने र यो गलत तरिकाले फाइदा लिने काम भएको सर। यदि नेपाल सरकारले नीति बनाओस्, स्पष्ट रोकिन्छ, होइन भने पार कमसेकम विदेशमा कोही बितियो केही भयो भने त अहिले आउने 20-25 लाख रुपियाँको जुन राहत छ, सामाजिक सुरक्षा कोषको पैसा हुन्छ, गाह्रो साह्रो परेको बारेमा उद्धार हुन्छ। तपाईँ हामीले कतिपटक यहाँ चाहिँ डेड बडीको लागि चन्जा उठाएका छौँ। उहाँ डेड बडी हुने मान्छेको त केही कसुर होइन नि सर। उहाँले त श्रम गर्न नचाहेको होइन नि, राज्यको नीतिले उहाँलाई श्रम गर्न आउन नदिएको नि। उहाँ काम गर्न चाहनुहुन्छ, रेमिटेन्सबाट पैसा पठाउन चाहनुहुन्छ, तर राज्यले नजा भनिरहेको छ। नजा भनिरहेको छ, तर नजा कस्तो भनिरहेको छ भन्दाखेरि ढोकाबाट नगए पनि त झ्यालबाट जा त भनिरहेको छ नि सर। व्यवस्थापनमा चुनौती छ, चुनौती स्वीकार गर्दै सरकारले नीतिगत परिवर्तन गर्नु जरुरी छ। अर्को विषयवस्तु हामी अन्त्यमा पनि आउँदैछु, तर सोध्नै पर्ने विषय 75 केडी श्रम बजारमा कुवेतमा यो 75 केडीको इस्यु उठ्छ, कम भयो भन्ने कुरा आउँछ। अदक्ष कामदारको लागि दक्षले त अलिक ज्यादा नै कमाउनुहुन्छ, के जस्तो लाग्छ? 75 केडी कम हो, जायज हो, या बढ्नुपर्छ या व्यवस्थापन गर्नुपर्छ? सर म यो भन्दा अलि यसरी गएँ, कुनै पनि एउटा मान्छेको राइट हुन्छ, पहिलो नम्बरमा व्यक्तिगत राइट हुन्छ कि मैले यति पैसामा काम गर्छु, यति पैसामा गर्दिनँ भन्ने एउटा हुन्छ भने, दोस्रो कुरो राज्यको पनि एउटा राइट हुन्छ। मैले मेरो देशको मान्छे नागरिक यतिमा पठाउँछु, यतिमा पठाउनुहुन्न भन्ने कुरा यो नेपालकै सरकारको राइट हुन्छ। ओके, हामीले दूतावासलाई नभनौँ, यो डिसिजन भनेको नेपाल सरकारले गर्ने हो। हामीले पटक पटक घचघचाइ पनि राखेका छौँ सर। यो 75 केडी अहिलेको जमानामा, त्यो 75 केडीमा त्यो पनि खाना बिना सुक्खा, यो अत्यन्तै कम हो। यो मानवीय संवेदनका हिसाबले पनि कम हो, तर पनि मान्छेहरू यहाँ आइसकेपछि ठुलो सपना देखेर यहाँ आएर निराश भएको हामीले देखेका छौँ। यसलाई तपाईँ हामी सबै मिलेर कुन निकायबाट हुन्छौँ यसको लागि बढाउन चाहिँ प्रयास गर्नुपर्छ। बढ्न एकदम आवश्यक छ, किन भन्दा 75 केडी भनेको एकदमै कम हो। त्यसमा सुक्खा, त्यसले चाहिँ जीवन आर्जन गर्न सकिँदैन। अनि त्योभन्दा अर्को डरलाग्दो पाटो भनेको फेरि 75 केडी कमाउनको लागि जुन एमाउन्ट नेपालमा खर्च गरेर आउनु भएको छ, आउनुपर्छ 2-3 लाखभन्दा बढी, त्यो त अझै डरलाग्दो हो। किन भन्दा त्यसले सिधै के भन्छ भन्दाखेरि सर, अब तपाईँले 3 लाख रुपियाँ तिरेर यहाँ आउनु भएको छ, 3 लाख रुपियाँ तपाईँले 2 वर्षमा कमाउनु न भनेपछि त तपाईँले जुस्ने भएर पनि गलत काम गरेर भए पनि त्यो कमसेकम ऋण त तिर्नु पर्यो भन्दा मान्छेहरूले कतिपय कानुनले नदिएका बाटाहरू अपनाउन पनि हामीले बाध्य भइरहेका छौँ।
त्यसको लागि पनि मैले फेरि गएँ। यसको लागि पनि जस्तै घरेलु कामदारको जस्तै राज्यको एउटा स्पष्ट अडान हुन पर्यो। महामहिमज्यूले केही दिन पहिला सायद तपाईँ हामीसँग छलफलमै भन्नुभएको थियो, यो डिसिजन मैले गर्न मिल्दैन, यो सरकारले गर्ने हो, सरकारले डिसिजन गरेर पठायो भने म कार्यान्वयन गर्न त तयार छु भन्दै हुनुहुन्थ्यो। भने पक्कै पनि नेपाल सरकारले सर म जस्तै तपाईँलाई भने म एउटा कामदार राख्ने मान्छे हो, मैले कामदार 5 रुपियाँमा पाउँछु भने त मैले 7 रुपियाँमा किन राख्छु र तपाईँलाई? मलाई 5 रुपियाँमा हुँदैन, 7 रुपियाँ दिनुपर्छ, नभए म काम गर्दिनँ भन्ने त तपाईँको राइट हो नि। मैले त 5 होइन अझै 4मा काम गराउन चाहन्छु नि। त्यो मैले तोकेँ भन्दैमा तपाईँले एग्री गर्नुपर्छ भन्ने हुँदैन। त्यस कारणले गर्दा यो पनि नेपाल सरकारले डिसिजन गरेर हाम्रो नेपालीको वैदेशिक रोजगारमा जाँदा विथ फुड एन्ड अकोमोडेसन यति हुनुपर्छ मिनिमम। यदि फुड एन्ड अकोमोडेसन दिँदैनौ भने, कम्पनीले दिँदैनौ भने यति हुनुहुन्छ भनेर तोकिन जरुरी छ। यसको लागि तपाईँ हामी सबैजनाले नेपाल सरकारलाई खोज गचाउनुपर्छ। अहिले आजको यो संवादमा तपाईँसँग भएका अधिकांश कुराकानीहरू अन्तिममा गएर नेपाल सरकारमै गएर ठोकिन्छन् पनि। सुन्नु, हामी बाहिर जति कुरा गरे पनि, किन भन्दा मैले किनभने भन्दा सर 20-25 वर्षदेखि मेरो अनुभव एउटा एनआरएनको एउटा गैर-आवासीय नेपाली सङ्घको सचिव जस्तो पदमा बसेर मैले एउटा जिम्मेवार ठाउँबाट जवाब दिँदाखेरि यसको जड के हो त भन्दाखेरि यो त नेपाल सरकारको कच्चो नीतिले यो भएको नि सर। सरकारले नीति नबनाइदिँदाखेरि भएको। हामीले भन्छौँ नेपालको भए पनि कार्यान्वयन नभएको सर। नीति पनि गलत नीतिहरू छन्, कतिपय कार्यान्वयन भएनन्। जस्तै कि तपाईँले रोक्ने कुराको नीति भन्नुभयो, रोक्ने एउटा डिसिजन गर्नुभयो, तर रोक्न भनिसक्यो तपाईँले एउटा चाहिँ रोक्ने भनिसकेपछि त त्यहाँ त रोक्नको लागि एउटा तपाईँलाई यहाँ बाहिर जानलाई रोक्छ भनेपछि त पाले त राख्नुपर्छ होला नि। रोक्ने भन्ने कागजमा रोकिदिने अनि त्यही पाले चाहिँ खडा नगरिदिने भनेपछि त त्यो त सरकारले रोके चाहिँ गरेको छु, मैले पिटे चाहिँ गर्छु, त रोए चाहिँ गर भने हो नि सर। त्यो स्पष्ट रूपमा तपाईँ हामी कुनै दिनमा छलफलमा गएर कसरी रोक्न सकिन्छ भन्यो भने त रोक्न सिम्पल छ त। सरकारले चाह्यो भने गर्न सक्छ सर। इन्डियालाई चिठी लेखिदिन सक्छ। नेपालको इमिग्रेसनमा पठाएका 4 जनालाई फर्केर आउँदा कसले पठाएको थियो, कुन डेटमा गएको थियो, डोइटी 4 जना अफिसरलाई लगेर त्यो एयरपोर्टको कर्मचारीलाई लगेर थुनिदिन्छ। 5औँ दिन उनीहरूले पठाउँछन् कि पठाउँदैनन्? सरकारले कानुनले नदिएको चिजहरू कसले गरेको छ? 2-4 जनालाई काम गर्नुहोस् त, कारबाही गर्नु त, फेरि अर्काले गर्छ कि गर्दैन होइन? यिनी सबै कुराहरू जस्तै यो 70 केडी ओसी भनेर दूतावासमा गएर हामीले राजदूतज्यूले यो साइन गर्दिन भन्नै मिल्दैन। किन भन्दा मेन पावरले नेपाल गएर अब दूतावासलाई कारबाही गर भनेर सिफारिस गराउँछन्। किन भन्दा देशको कानुनले तोकिदिएको छैन। 70 केडीलाई भ्यालिड गरेको छ, 75 केडीलाई भ्यालिड गरेर यहाँबाट तपाईँले दूतावासबाट भोलि गएर फाइल क्यान्सल गराउनुहोस्। नेपालमा त ठुल्ठुला नेताहरूको सबैको मन्त्रीहरूको म्यान पावर भनेको राजनीतिका आँकडा भएका मान्छेहरूको। फलना कर्मचारीले फलना राजदूतले मेरो डिमान्ड पास गरिदिएन। उस्तै पर कति देशमा नेपाल फर्काएको पनि तपाईँलाई छ भनिसकेपछि त त्यो कानुनै बनेर स्पष्ट रूपमा योभन्दा तल चाहिँ गर्न पाउनुहुन्न भनेर नेपाल सरकारले निर्णय गरेर पठाइदिने हो भने त नेपाल सरकारले मात्रै भनेर भएन, कुवेत सरकारले पनि त्यसमा समर्थन जनाउनु। यो कुरा भनेको चाहिँ यो कुरा पनि त्यही गोलमटल कुरा हुन्। मैले तपाईँलाई भनिसकेँ नि, कुवेत सरकारले तपाईँले कति राख्ने भन्ने कुरो चाहिँ म सुजन केसी, मैले 100मा गर्ने कि 50 गर्ने भन्ने कुरो त मेरो राइटको कुरा हो नि। कुवेत सरकारले कहिले पनि भनेको छैन। कुवेत सरकारको स्पष्ट हुनुहोस्, कुनै पनि कम्पनीलाई मिनिमम यति देऊ भनेको छ, तिमीले धेरै दिन नपाउनु थोरै भनेको छ कम्पनीलाई। जस्तै मैले पनि एउटा व्यवसाय गर्छु, मैले नेपालबाट मान्छे ल्याउँदाखेरि तिमीले कुवेत सरकारले कुनै पनि मान्छेलाई 50 केडी भन्दा कम नदेऊ भने होला। त्यो नेपाल सरकारलाई डर लागेको हो त, यसो गर्दाखेरि कुवेत सरकारले रोजगारीको गन्तव्य बन्द गर्न लाग्यो भन्ने हो त? त्यो चाहिँ त्यस्तो चाहिँ हुँदैन सर मेरो बुझाइमा है। केही हुनसक्छ सर, यो पनि एउटा रोजगारीको बिचमा बजारमा है, बजार हो। बजारमा चाहिँ तपाईँले चाहिँ एउटा टमाटर त उहाँले पनि हामी 3 जना टमाटर बेच्दैछौँ भने म एउटा कस्टमर आएँ भने कसैले 400 बिल्स कसैले 300 बिल्समा दिएछ भने त मैले 300 बिल्सको तान्छु। अब बजारमा हामीभन्दा कसैले राम्रो चिज दिन्छ, हामीलाई भन्दा कममा दिन्छ भने ल्याउने मान्छेले त्यो दिन्छ। यो पनि बजार हो सर होइन, श्रम बजार हो नि, श्रम बजार हो। तर कुवेत सरकारले यदि पैसा किन तिमीमा माग गर्छौ भन्ने कुरा हुँदैन। किन भन्दा तपाईँले चाहिँ एउटा मान्छेलाई एउटै कम्पनीलाई एकजनालाई 250मा एकजनालाई 100मा ल्याउनु भन्दा सरकारले कहिले भनेको छ त्यसलाई 250 किन त्यसलाई 100 किन देश भनेर भनेको छ र? समग्र रूपमा त्यो भन्दैन सर। यो किन भन्दा यिनी त्यही गोलमटल कुराहरू, सरकारका नीति त्यसको कार्यान्वयन र त्यसको अनुगमन एकदम तदारुकताका साथ भयो भने यो समस्या समाधान केही नै होइन। जबसम्म नेपाल सरकारले स्पष्ट धारणा ल्याउँदैन,
स्पष्ट नीति, त्यो नीतिलाई कार्यान्वयन गर्ने योजनाहरू एउटा टेबलमा कागजमा डिसिजन गरेर हल्ला फिराइदिने, त्यसपछि त्यो अगाडि नजाने। सर तपाईँले स्कुल खोल्ने भनिदिनु भयो, तर स्कुल खोलेपछि त्यहाँ टिचर चाहिएला, त्यहाँ पढाउने सामग्रीहरू चाहिएला नि, स्कुल चाहिएला, अनि स्टुडेन्ट चाहिन्छ नि। सरकारले स्कुल खोलिदिने भने अब भनेर त भएन नि। त्यो सरकारले खोलेर त्यहाँ चाहिने अरू चिज दियो कि दिएन। त्यो वैदेशिक रोजगारमा पनि यस्तै भएको छ क्या। सरकारका केही नीतिहरू छन्, तिनीहरू पुरै तरिकाले लागू भएनन्, नीतिहरू पनि स्पष्ट तरिकाका भएनन्, प्र्याक्टिकली भएनन्। अब जस्तै तपाईँले घरेलु कामदार भनेर कुवेतमै काम गर्दाखेरि घरेलु कुरोमा सबैभन्दा धेरै पैसा कमाउने भनेको यहाँका ठुल्ठुला घरहरूमा काम गर्ने, रोयल फ्यामिलीहरूमा बिजनेसम्यानहरू काम गर्ने कुकले। मैले कतिपय 300-400 दिने नेपाली कुकहरू देखाएको थिएँ। अहिले उहाँहरू धीरे 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 फर्केर जानुभयो। त हामी चाहिँ 50 दिनारमा 60-70 दिनारमा उहाँ गर्मीमा बेल्चा हान्ने, 70 दिनारमा क्लिन गर्ने, सफाइ गर्ने मान्छे दिन तयार छौँ। तर 250-300 दिनार आएका कमाउने कुकहरू दिन तयार छौँ। त्यो किन भन्दा घरेलु कामदारको नाममा। त्यो नीति कति स्पष्ट छ त। त्यो कुक र हाउसमेट त फरक होला नि। चाहे घरमै काम गरे पनि ऊ त प्रोफेसनल हो नि, प्रोफेसनल हो, उसले अरू ठाउँमा गएर काम गर्न सक्छ। ड्राइभर भन्दैछौँ हेर्नुहोस्, ड्राइभर भनेर हाउस ड्राइभर भनेको किन भन्दा यहाँ त 5वटा मान्छेले 5वटा गाडी ड्राइभर राख्ने ठाउँ हो नि। हामीले त कुन ठाउँमा नेपालीले अलिक बढी पैसा कमाउँछन् भन्ने कुरा पनि हेर्नुपर्छ नि। त्यही भएर हामीले कतिपय राम्रो पैसा कमाउने सक्ने सेक्टरहरूलाई आफै जानी नजानी आफ्नै नीतिहरूले ब्लक गरिराखेका छौँ। यो कुरामा अलिकति हजुर आवाज उठाउने ठाउँमा पुग्नु भएको छ। हाम्रो धेरै आशाको केन्द्र पनि हुनुहुन्छ, त्यहाँ आवाज पनि उठोस्, त्यो भाइब्रेसन त्यहाँ हामी सुन्न देख्न पाऊँ। सुजन केसीले बोल्दै गर्दाखेरि मध्यपूर्वका नेपालीहरूले, ग्लोबल नेपालीहरूले पनि आफ्नो आवाज बोलेको महसुस गरौँ। हामी शुभकामना दिन चाहन्छौँ। कोही न कोही गरेर भाइब्रेसन दिनु पऱ्यो। सरकार नयाँ छ, एनआरए नै एउटा रिफर्म भएर एउटा हार्मोनाइज्ड भएर गइरहेछ। अब केही न केही आशा हामीसँग छ, त्यो अपेक्षा तपाईँसँग पनि हामी राख्दछौँ। यो बिचमा अन्त्यमा हामी आइसकेका छौँ। 2.5 दशक जति मध्यपूर्वको देश कुवेतमा बसेर यो उचाइ हासिल गरेको एउटा युवा केटा आज यहाँ पुग्दै गर्दा धेरैजनाको उदाहरणको रूपमा तपाईँ हुनुहुन्छ। अबको 10 वर्ष पछाडि, 1 दशक पछाडि हामी सुजन केसीलाई कहाँ र कसरी देख्न सक्छौँ होला? व्यवसायगत रूपमा, सामाजिक रूपमा? सर भोलि भाग्यले कहाँ लैजान्छ थाहा छैन। मलाई लगभग अब 10 वर्षै हुन थाल्यो। म अमेरिका गएर मेरो परिवारलाई म फर्काउँदाखेरि मान्छेहरूले कस्तो मान्छे रहेछ यो, मान्छेहरू नेपालको जनरल कर्नलको जाहिर खाएर, सचिवको जाहिर खाएर अमेरिकामा गएर लुक्छन्। 50वटा फिल्ममा काम गरेको नेपालका सुपर स्टारहरू अमेरिकामा गएर पुग्छन्। यो मान्छे फर्केर खाडी आयो भन्थे। हेर्नुहोस्, त्यतिखेर पनि मैले अलिक मेरो त फरक सोच छ भन्थेँ मैले। अब भोलि भाग्यले कहाँ पुर्याउँछ त थाहा छैन, तर मेरो यदि समय र साथ दियो भने अब नेपालमै फर्केर नेपालमा सस्टेन गर्न सक्ने केही पुँजी त चाहियो। भोलि चाहे समाजसेवा गरौँला, पोलिटिकल राजनीति गरौँला, चाहे व्यापार गरौँला, घर चलाउँला, त्यो गर्नलाई त केही न केही भोलि मान्छे बाँच्न सक्ने आधार त क्रिएट हुनु पर्यो। अब त्यो क्रिएट भएको जुन दिन फिल हुन्छ अब म त्यहाँ गएर केही गर्न सक्छु भन्ने हुन्छ सर। त्यही भएर मेरो यात्रा भनेको नेपालमै हो। नेपालमा चाहे म व्यावसायिक रूपमा होस्, चाहे राजनीतिक रूपमा होस् या सामाजिक रूपमा होस्, मेरो इच्छा भनेको धेरै छिटो नेपालमै बसेर नेपालमै गएर केही जुडौँ भन्ने छ। सायद तपाईँले अबको त्योमा मलाई नेपालमै देख्छु, चाहे कुन रेलमा देख्नुहुन्छ थाहा छैन, तर नेपालमै देख्नुहुन्छ। सुजन केसी बहुआयामिक व्यक्तित्वसँगको संवादमा हामीले के बुझेका छौँ भने तपाईँसँग यति धेरै विषयवस्तु छन् कि सिरिज अफ इन्टरभ्यू तपाईँसँग गर्न सकिन्छ। आज त हामीले एउटा मैले प्रस्थान बिन्दुको रूपमा मात्रै सोचेको छु। छोटा कुराकानीहरू मात्रै भए, निकै गहन विषयवस्तु र ज्ञान तपाईँसँग छ। अध्ययनशील व्यक्ति हुनुहुन्छ। परदेशमा पढ्न आउने मान्छे कम भेटिन्छ मध्यपूर्वमा। तपाईँ परदेशमा पढ्न पनि आउनुभयो, पढ्नु पनि भयो, गरेर पनि देखाउनु भयो। भोलिको दिनमा समय सन्दर्भ मिलेमा तपाईँसँग अन्य इन्टरभ्यू, अन्य विषयवस्तुमा तपाईँको यो सचिवको कार्यकाल सफल भएपछि अगाडि बढ्दै जाँदाखेरि तपाईँले भोलिको दिनमा एनआरएनएको ग्लोबल लिडरको रूपमा हामी देख्न पाऊँ, नेतृत्वको त्यो सुप्रिम उचाइमा पुगेको पनि हामी देख्न पाऊँ। शुभकामना पनि दिन चाहन्छु। समय मिलेमा आगामी दिन फेरि कुराकानी गर्नेछु। कुनै एउटै मात्रै विषयमा फोकस भएर पनि कुराकानी गर्दाखेरि तपाईँसँग धेरै कुरा लिन सकिन्छ भन्ने आज हामीले महसुस गरेछौँ। हामीलाई आशा छ हाम्रो दर्शकवृन्दहरूले पनि महसुस गर्नुभयो। हुन त यो पहिलो संवादमा तपाईँले जुन समय दिनुभयो त्यसको लागि आभार
आभार पनि प्रकट गर्न चाहन्छु। मैले सोधेका भनेका अनि आज गरिएका विषयवस्तुमा केही विषयहरू केही छुटेका छन्, तपाईँले केही सन्देश केही सुझाव अथवा केही राख्न चाहनुहुन्छ भने सम्पूर्ण डायस्पोरालाई भने द फ्लोर इज अल योर्स। थ्याङ्क यू भेरी मच। सबभन्दा पहिला त हजुर लगायत हजुरको सम्पूर्ण यो निरम टिमलाई धेरै धेरै धन्यवाद। किन भन्दा मलाई योग्य सोचेर यहाँ आएर आफ्ना कुराहरू राख्न, सेयर गर्न, छलफल गर्ने एउटा मौका दिनुभयो, त्यसको लागि धेरै आभारी छु र हजुरहरूलाई पनि यस्तै कुराहरू निकाल्नको लागि शुभकामना पनि दिन चाहन्छु। खासै छैन, विदेशमा बस्दाखेरि सबैभन्दा पहिलो कुरा एउटा सुझाव दिन चाहन्छु, जुन देशमा गइन्छ त्यो देशको कानुनलाई पालना गर्नुहोस्। किन भन्दा जुन देशमा गएर त्यो देशको कानुन पालना गर्न सकिएन भने सफल भइँदैन। विशेष गरेर मिडल इस्टमा आउँदाखेरि हाम्रा नेपालका भन्दा धेरै फरक किसिमका कानुनहरू छन्, त्यसले तपाईँहरूलाई अप्ठ्यारो पार्न सक्छ र विदेशमा भए जस्तो ठाउँमा भए पनि जुन अवस्थामा भए पनि कृपया आफ्नो परिवारको सम्पर्कमा रहिदिनुहोस्, सुख दुःख सेयर गरिदिनुहोस्। विदेशको बसाइलाई सबभन्दा सुखी बनाउनको लागि परिवारको आवश्यक पर्छ। त्यो विदेशमा भएको बेलामा परिवारसँग निरन्तर, किन भन्दा मैले तपाईँ कतिपय फ्रस्ट्रेसन भएर कतिपय के भएर परिवारसँग सम्पर्कमै हुँदैनन् भन्ने कुराहरू धेरै सकिन्छ, तर त्यो नगर्नुहोस् र ढिलो चाँडो नेपाल फर्कनभन्दा पहिला आफूले कमाएको, किन भन्दा म विदेशमा छु र कमाएको पैसा तपाईँले केही बचाउन सिक्नुहोस्। त्यो बचाउनु भएन भने यो वैदेशिक रोजगारीको 20औं वर्ष पनि अन्तमा गएर औचित्यहीन भएको धेरै हामीहरू उदाहरण छन्। त्यही भएर म यही सुझाव दिन्छु, 100 कमाउनुहुन्छ भने 10 भए पनि तपाईँ चाहिँ बचाउनुहोस् है। धन्यवाद सर। थ्याङ्क यू सुजन सर, तपाईँको समय संवादको लागि पुनः एकपटक आभार दिन चाहन्छौँ। तपाईँको श्रीवृद्धिको लागि, तपाईँको सुस्वास्थ्यको लागि पनि हामी कामना गर्न चाहन्छौँ। तपाईँको समयको लागि आभार प्रकट गर्दै हामीलाई यो श्रृङ्खलालाई यहाँ ल्याउनलाई सहयोग गर्नुहुने अल्मुल्ला एक्सचेन्जलाई पनि धन्यवाद दिँदै थ्याङ्क यू भेरी मच। थ्याङ्क यू हजुर, ल धन्यवाद।